तपाईले त्यो फर्स्ट टाइम चाहिँ तपाईले जब आफ्नो बनाउँदाखेरि त्यो घरबाटै बनाउनु भएको थियो या कुनै प्रोफेसनल स्टुडियोमा जानुभएको थियो? मैले अलिअलि चाहिँ प्लान गरेको थिएँ, त्यति धेरै प्लान चाहिँ थिएन। कस्तो प्लान भन्दाखेरि जस्तो तपाईले त्यो जब छोड्दाखेरि तपाईलाई के चाहिँले ट्रिगर गर्यो कि होइन म चाहिँ अब आफ्नै कन्टेन्ट बनाउँछु? एउटा लाइफको एउटा पोइन्टमा पुगिसके पछाडि मलाई त्यहाँ काम गर्दा गर्दै चाहिँ पछि चाहिँ कस्तो फिल भयो भन्दाखेरि बाहिर कन्ट्रीहरुमा चाहिँ जति ब्रान्डले प्रमोट गर्दा पेमेन्ट दिन्छ त्यो त नेपालमा त्यो अलिकति त्यो लेभलको छैन। एकदम नेपालमा गाह्रो छ त्यो कुरामा चाहिँ। ब्रान्डले काम गराउँछन्, पेमेन्ट दिने बेलामा चाहिँ फोनै रिसिभ नगर्दिने। मैले अहिले स्टिल फेस गरिरहेको छु। वेलकम टु द अनदर एपिसोड अफ द अमित सो। आजको हाम्रो गेस्ट चाहिँ टेक रिलेटेड हुनुहुन्छ। उहाँले टेक रिलेटेड भिडियोजहरू बनाउनुहुन्छ। उहाँको भिडियोजहरू तपाईँको फिडमा पक्कै पनि आएको हुनुपर्छ। उहाँको नाउँ चाहिँ गणेश सुवेदी हो। उहाँको सोसल मिडिया प्लेटफर्मको चाहिँ नाउँ गणेश टेक हो। उहाँले चाहिँ टेक रिलेटेड भिडियोजहरू बनाउनु भएको छ र आफ्नो अडियन्सलाई चाहिँ त्यसैको नलेज दिइराख्नु भएको छ। आजको हाम्रो यो पोडकास्टमा धेरै नै कुरा गरेको छौँ टेक रिलेटेड। उहाँको जर्नीको कुरा भयो, उहाँले चाहिँ कसरी एउटा टेक फिल्डमा चाहिँ के कुरा गर्न सकिन्छ त्यो कुरा सबै हामी एक्सप्लोर गरेको छौँ भने चाहिँ हामीले मोबाइलमा चाहिँ हिडन फिचर्सहरूको बारेमा पनि कुरा गरेको छौँ। सो यो पोडकास्ट तपाईँलाई एकदमै धेरै फ्रुटफुल हुनसक्छ यदि तपाईँ चाहिँ टेक प्रेन्युर बन्न चाहनुहुन्छ अ तपाईँ चाहिँ टेक रिलेटेड धेरै नै क्युरियस हुनुहुन्छ भने यो पोडकास्ट चाहिँ तपाईँको लागि हो। सो ढिला नगरिकन गेट ब्याक टु द पोडकास्ट। नमस्ते गणेशजी। धन्यवाद। नमस्ते। सन्चै हुनुहुन्छ? सन्चै छु। हजुरको के छ? एकदमै ठिक छ। सर्वप्रथम त अमित सोमा आइदिनु भएकोमा धेरै धेरै धन्यवाद। तपाईँको बिजी स्केड्युलबाट टाइम निकालेर आइदिनु भयो। थ्याङ्क यू सो मच फर द्याट। हस्, मलाई पनि यो अवसर दिनुभयो जुन तपाईँहरूले होइन। अब यस्तो प्लेटफर्महरू नेपालमा कम नै छन् जहाँ चाहिँ अब जसले अलिकति स्ट्रगल गरिरहेछ अथवा जसले चाहिँ केही नयाँ गर्ने ट्राई गरिरहेछ उहाँहरूलाई ल्याउने अवसर चाहिँ कम छन्। सो यो अवसरको लागि यहाँहरूलाई पनि धन्यवाद। थ्याङ्क यू सो मच सर। सर, यो एज अ कन्टेन्ट क्रिएटर यो फिल्डमा आउँदा थोरै तपाईँको जर्नीको बारेमा कुरा गरौँ होइन। कसरी चाहिँ तपाईँ यो कन्टेन्ट क्रिएसनको फिल्डमा आइपुग्नु भयो? ब्याकग्राउन्ड पनि तपाईँको कोही फ्यामिलीमा पनि कोही कन्टेन्ट क्रिएटर हुनुहुन्थ्यो कि यो त तपाईँको फ्यामिलीको लागि नयाँ हो कि? तपाईँको थोरै जर्नीको बारेमा कुरा गरौँ न। मेरो जर्नीको बारेमा कुरा गर्नुपर्दा चाहिँ मेरो फ्यामिलीमा अझै पनि कोही पनि त्यस्तो स्मार्टफोन अथवा क्यामेराको अगाडि गएर मजाले बोल्न सक्ने कोही पनि हुनुहुन्न अझै पनि होइन। मेरो फ्यामिली ब्याकग्राउन्डको कुरा गर्नुपर्दा चाहिँ अब हामी बच्चा बेलामा गाउँमै नै हुर्केको हो। लगभग 10-12 वर्षसम्म गाउँमै अब खेल्दै बाख्रा चराउँदै होइन हामी त्यसरी हुर्केको मान्छे। अनि त्यसपछि बिस्तारै बजारमा बस्न थाल्यो। बुवा मम्मी उतै बस्ने भए पछाडि अनि मेरो लगभग 10सम्म त्यति इन्ट्रेस्ट थिएन कन्टेन्ट क्रिएसनमा भनौँ न। अनि जब मेरो +2 सक्यो काठमाडौँ आएँ, +2 गरेँ। +2 गर्दा चाहिँ मैले एउटा भिडियो बनाएको थिएँ, पहिलो भिडियो। +2 पढ्दै जस्तो लाग्छ मलाई। +2 पढ्दा नै तपाईँले स्टार्ट गर्नुभएको थियो? मैले एउटा भिडियो बनाएको थिएँ त्यो बेलामा चाहिँ टेकमै थियो। फेरि त्यो भिडियो चाहिँ लाइक टेक्नोलोजी नेपाल हो कि समथिङ, त्यो चाहिँ अलिकति रमाइलो गर्दा गर्दै नै त्यसरी एउटा भिडियो बनाइएको थियो। अनि त्यसपछि घर गएँ। म घर गएपछि कोभिड भयो ठ्याक्कै मेरो +2 सकेको केही टाइम पछाडि नै। ठ्याक्कै अब टाइम चाहिँ कति याद भएन। कोभिड भए पछाडि चाहिँ सबैजना घरभित्र बस्ने। अब म चाहिँ त्यो बेलामा गेम खेल्थेँ क्या, मलाई एकदम गेम खेल्न मन लाग्ने होइन। अरू जस्तै पब्जी, फ्री फायर होइन विभिन्न गेमहरू खेलिन्थ्यो। अब त्यो बेला चाहिँ मैले के गरेँ भन्दा मसँग एउटा ल्यापटप थियो, डेलको थियो, सायद 8 GB ऱ्याम थियो, त्यसमा 4 GB थियो। 4 GB मैले थपेँ जस्तो लाग्छ पछि। अनि त्यसमा चाहिँ मैले गेम खेल्थेँ। अनि गेम खेल्दाखेरि मैले चाहिँ त्यहीँ गेमकै भिडियो बनाउन थालेँ। त्यो लगभग 1 वर्ष मैले त्यसरी भिडियो बनाउँदा चाहिँ मेरो युट्युबमा 8000 सब्सक्राइबर नि पुगेको थियो होइन। ए ओके, त्यो गेमहरू खेलेर त्यो रेकर्ड गरेर हाल्ने गर्नुहुन्थ्यो युट्युबमा? मैले गेमको रेकर्ड भन्दा डाइरेक्ट गेम प्ले भन्दा नि मेरो चाहिँ गेममा पनि टिप्स एन्ड ट्रिक्स रिलेटेड। जस्तो अब हामीले चाहिँ गेम खेल्दाखेरि इमुलेटरको कुरा हुन्छ धेरै होइन। अब त्यो बेलामा चाहिँ एलडी प्लेयर, ब्लू स्ट्याक भन्ने धेरै पपुलर थियो। त्यसमा चाहिँ कसरी गेम खेल्ने, लाइक बेस सेटिङ चाहिँ कुन हो यो गेम खेल्नको लागि होइन। अनि यसको सेन्सिटिभिटी चाहिँ कति राख्ने, मसँग चाहिँ कस्तो माउस छ, मैले कुन माउसबाट खेल्छु होइन, हेडसेट कसरी लगाउने होइन। त्यो टाइममा त्यस्तो कुराहरू गरियो। लगभग 1 वर्ष जस्तो 8000
सब्सक्राइबर पनि पुग्यो मेरो रेगुलर जस्तो एउटा भिडियो पनि हालिला हुन्थेँ म लङ कहिले कहीँ चाहिँ अब त्यो बेला मतलब थिएन कि अब आफू पनि नयाँ एक्सपोज भएको होइन क्वालिटी होइन क्यामेरा अडियो सडियो भन्ने हुँदैन थियो एउटा रुममा गयो ल्यापटप हुन्थ्यो मसँग ल्यापटपमा त्यही स्क्रिन रेकर्ड गरेको हुन्थेँ अनि त्यही गर्थेँ अनि त्यो बेला इन्ट्रेस्टिङ कुरा चाहिँ म हिन्दीमा कन्टेन्ट पनि बनाउँथेँ हिन्दीमा थियो मेरो त्यो ओभरअल पुरै सेटअप क्या ओके हिन्दीमै हजुर त्यो नेपालमा चाहिँ कस्तो ट्रेन्ड थियो भन्दा साउथ एसियाको अडियन्स चाहिँ ग्र्याब गर्ने भन्ने थियो स्टिल अहिले पनि यता फ्री फायरतिर चाहिँ म्याक्सिमम छ होइन मिलियन्स नम्बर लिएर बस्नु भएको छ धेरैजना अनि त्यो बेला चाहिँ मैले हिन्दीमै बनाउँथेँ अनि हिन्दीको टोन आउँथ्यो त्यसले मलाई पछि पनि सताएको छ त्यो यस्तो बानी बिग्रिन्छ रहेछ कि होइन अब त्यो राम्रो बानी भनौँ कि नराम्रो बानी भनौँ अनि पछिल्लो समय त्यसरी गर्दै गइयो हिन्दीमै कन्टेन्ट गरियो अनि पछि आएर चाहिँ त्यो क्वालिटी स्वालिटी मतलब थिएन जस्ट कन्टेन्ट बनायो हाल्यो अपलोड गर्यो होइन यस्तो आउँछ भन्ने पनि थिएन अब त्यो बेला म फेस पनि देखाउँदिनँ थिएँ एउटा त किन भन्दाखेरि अब हामी नेपालीले हिन्दी बोल्दाखेरि अनुहार धेरै बिग्रिँदो रहेछ भन्ने मलाई त्यो बेला फिल भएको थियो अनि त्यसरी गर्दै गइसकेपछि पछि चाहिँ मलाई एउटा मिडियाबाट चाहिँ अपर्च्युनिटी आयो होइन गेमिङ कन्टेन्ट रिलेटेडै गर्ने भनेर ई स्पोर्ट्सको कन्टेन्ट गरौँ भन्ने हिसाबले अनि म त्यहाँ जोइन भएँ त्यहाँ भएपछि चाहिँ मेरो रियल यो भनौँ न कन्टेन्ट क्रिएसन अथवा यो प्रोडक्सन रिलेटेड मल्टिमिडिया फिल्डमा चाहिँ कसरी काम हुन्छ क्यामेराले कसरी खिच्छ माइकको काम के हो होइन रियल प्रोडक्सन कसरी हुन्छ स्क्रिप्ट कसरी लेखिन्छ होइन त्यो विभिन्न कुरा चाहिँ मैले एक्सप्लोर गर्ने अवसर पाएँ मैले लगभग त्यहाँ 4 वर्ष जस्तो भनौँ न काम गर्दाखेरि चाहिँ मैले आफू सबै सिकेँ म जान चाहिँ पहिला त्यहाँ कन्टेन्ट लेख्न भनेर गएको थिएँ होइन लेख्न सँगसँगै स्पोर्ट्सको चाहिँ मात्र गर्ने भन्ने चाहिँ थियो अफिसको प्लान तर मलाई लेख्न भन्दा पनि मलाई क्यामेरासँग खेल्न क्यामेरामा देखिन होइन एडिटिङ गर्न त्यो धेरै रुचि लाग्यो क्या त्यस पछाडि अनि मैले लेख्न नि लेख्थेँ अलिअलि स्पोर्ट्सको बिटमा अलिअलि लेख्थेँ तर मेरो मेजोरिटी अफ टाइम चाहिँ यस्तै खेलेर भनौँ क्यामेरासँग खेल्ने अलिअलि सिक्ने अनि त्यसपछि एडिटिङ कसरी गर्ने त्यो सिक्ने त्यो बेलामा चाहिँ मैले ओभरअल प्रोडक्सनको सबैमा खतरा स्किल त नभनौँ जे भयो नि कसरी हुन्छ भन्ने चाहिँ मैले त्यो जाने त्यस पछाडि त्यहाँ रिसेन्टली मैले 1 वर्ष जति भयो छोडेको त्यस पछाडि मैले आफैले अब यत्रो स्किल छ होइन अब सबैतिर एक्सपोज भइसकेपछि अब टेकको धेरै स्किल भइहाल्यो अनि त्यस पछाडि होइन अब आफै केही गरौँ न त यो स्किल छँदैछ स्टार्ट गरौँ अब मलाई फेरि क्यामेरामा देखिन एकदम रहर लाग्ने मान्छे क्या म अलिकति साई चाहिँ बाहिरतिर अरूले हेर्दा चाहिँ साई नै छु अलिकति कन्भर्सेसन गर्दाखेरि तैपनि आफू एक्लै रुममा बसेर बोल्ने हो भने चाहिँ म मजाले बोल्न सक्ने मान्छे अनि त्यस पछाडि त्यसरी आफैले स्टार्ट गर्यो 1 वर्ष जति भयो राम्रै भइरहेछ धेरैजनाले रुचाइरहनु भएको छ त्यस्तै छ अहिले राम्रै चलिरहेछ तपाईँले त्यो फर्स्ट टाइम चाहिँ तपाईँले जब आफ्नो बनाउँदाखेरि त्यो घरबाटै बनाउनु भएको थियो या कुनै प्रोफेसनल स्टुडियोमा जानुभएको थियो मेरो आफ्नो कन्टेन्ट चाहिँ मेरो आफ्नो कन्टेन्ट बनाउँदाखेरि चाहिँ मैले अलिअलि चाहिँ प्लान गरेको थिएँ त्यति धेरै प्लान चाहिँ थिएन कस्तो प्लान भन्दाखेरि मैले एउटा म रुममा बसिरहेको थिएँ त्यति बेलासम्म सिङ्गल रुममा त्यस पछाडि म एउटा फ्ल्याटमा सरेँ फ्ल्याटमा सरे पछाडि चाहिँ त्यो फ्ल्याट एस्थेटिक देखिन्थ्यो अब मलाई क्यामेरा त्यो टल्केलाई यताउति भन्ने थिएन एस्थेटिक देखिन्थ्यो राम्रो थियो फ्ल्याट अनि त्यहाँ मेरो फोन थियो S21 FE भन्ने मैले भर्खर त्यो पनि कन्टेन्ट क्रिएसनै गर्छु भनेर रिसेन्टली ल्याएको थिएँ स्यामसङको अब राम्रै आउँछ भन्ने हिसाबले म चाहिँ फेरि स्यामसङ एकदमै धेरै चलाउने मान्छे होइन अब आइफोनको त्यति धेरै मोह नभएको अहिलेसम्म चाहिँ एन्ड्रोइड नै त्यति मलाई चाहिँ सजिलो लाग्छ अनि त्यो हिसाबले चाहिँ त्यो फोन लिग्यो त्यो फोनबाट नै स्टार्ट गरेँ मैले चाहिँ रुममै बनाएँ अब त्यो बेलामा मैले जब छोड्दाखेरि अलिक थोरै चाहिँ प्लान गरेको थिएँ सो मैले ट्राइपोडहरू बेसिक अलिअलि लाइटहरू अनि म आफै अनि यो प्रोडक्सनको पनि अलिअलि काम गर्छु अब यो भिडियो बाहिरको अलिकति कलेजहरूको अथवा अरूहरूको पनि काम गरिदिन्छु भन्ने हिसाबले माइक पनि ल्याएको थिएँ DJI को माइक मिनी त्यो म स्टिल युज गर्दैछु अनि त्यो अलिकति मैले प्लान गरेर चाहिँ स्टार्ट गरेको थिएँ पहिले नै तपाईँसँग ग्याजेट्सहरू जे पनि थियो अलि मैले अलिअलि त्यो जुगाड गरेको थिएँ मलाई यो माइन्डमा भइसकेको थियो कि म त अब गर्ने हो अब यो मेरो सोख नै यही भइसक्यो जे गरे पनि मेरो यो साइडमा यो चाहिँ चलिरहन्छ अब म होला अरू केही काम गरौँला फुल टाइम गर्नु पर्ला कतै होइन अथवा म अरू केही पढाउँला अथवा म अरू जस्तै केही गरी बाहिरै गइहाल्यो भने पनि म टेकमा चाहिँ केही न केही आफू चाहिँ कन्टेन्ट चाहिँ बनाउँछु जस्तो हुनसक्छु त्यो चाहिँ दिन थाल्छु भन्ने चाहिँ थियो जस्तो तपाईँले जब छोड्दाखेरि जस्तो चाहिँ म यो फिल्डमा जान्छु त्यो एउटा के चाहिँ क्लिक भयो कि हुन्छ जसरी यत्रो वर्ष तपाईँले गर्नुभयो मिडियामा गर्नुभयो कन्टेन्ट एउटा हुन्छ त्यहाँबाट तपाईँले राम्रै स्यालेरी पाइराख्नु भएको थियो तपाईँलाई के चाहिँ ट्रिगर गर्यो कि होइन म चाहिँ अब आफ्नै कन्टेन्ट बनाउँछु यस्तो हुँदो रहेछ क्या एउटा लाइफको एउटा पोइन्टमा पुगिसके पछाडि
मलाई त्यहाँ काम गर्दा गर्दै चाहिँ पछि चाहिँ कस्तो फिल भयो भन्दाखेरि अब मेरो ग्रोथ चाहिँ यहाँ रोकिरहेछ। अब मैले 2 वर्षसम्म केही सिकेँ होला, त्यस पछाडि मेरो ग्रोथ चाहिँ रोक्यो, एकदम स्टक भयो। अब फेरि सबै कुरामा पैसामा आएर पनि जोडिँदो रहेनछ जस्तो चाहिँ मलाई पछिल्लो त्यो बेलामा चाहिँ फिल भयो क्या। अब त्यो बेलामा अब स्यालेरीहरू ठ्याक्कै इन्क्रिज हुने टाइम नै भएको थियो, बढे पनि थियो होइन, एउटा हिसाबले राम्रो इन्क्रिमेन्ट भएको थियो, त्यो इन्डस्ट्री स्ट्यान्डर्ड भन्दा राम्रै माथि नै भएको थियो जस्तो लाग्छ। तैपनि अब त्यो बेलामा यस्तो के को भूत चढाएको थियो कि आफै केही गरौँ, आफ्नै केही बनाऊँ भन्ने जस्तो चाहिँ फिल भयो, प्यासन भनौँ न। अब म फेरि त्यो आफै केही गर्दै आएको मान्छे बिचमा फ्याट्ट छोडेर एउटा चाहिँ जस्तो भयो नि, एउटा सर्टेन लेभल बनाइसके मान्छे छोडेर एकतिर हुँदाखेरि चाहिँ अनि त्यसले नै सायद प्यासनले नै ड्राइभ गरे जस्तो लाग्छ। अनि त्यसै तपाईँले अब छोड्नु भयो, इन्कम त सेयर हो, अब तपाईँले कन्टेन्टमा आउनु, अब कन्टेन्टमा पनि अभियसली तपाईँले बनाउने बित्तिकै अभियसली भाइरल त भएन होला। सो अब त्यो तपाईँको फर्स्ट पे आउट आउनुभन्दा अगाडि त्यो बिचमा तपाईँको सस्टेन चाहिँ कसरी गर्नुभयो एज अ मोनिटरी? कन्टेन्ट क्रिएसनबाट मैले अनेस्टली भन्नुपर्दा अहिले क्यामेरै अगाडि बसेर बोल्नु पर्दाखेरि चाहिँ मैले कन्टेन्ट क्रिएसनबाट त्यस्तो खतरा केही कमाएकै छैन अहिलेसम्म। मेरो एउटा हिसाबले भन्नुपर्दाखेरि मेरो 1 मन्थको स्यालेरी पनि आएको छैन होला कन्टेन्ट क्रिएसनबाट चाहिँ क्या। मेरो फेसबुक पेजहरूमा इस्यु भएको थियो मोनिटाइज हुने बाटो होइन, स्टिल इस्यु नै छ, मैले अलिअलि डिफ्रेन्ट ट्राई त गरिरहेको छु। अनि सोसियल मिडिया भने अरू प्लेटफर्म मोनिटाइज हुने खासै कुरो भएन। अब युट्युबमा लङमा जानु पऱ्यो होइन, अब लङमा फेरि टेकमा अलिकति गर्न गाह्रै छ क्या, अलिकति टाइम बेसी नै दिनु पऱ्यो। अब कि अरूले गरे जस्तै ग्याजेट्सको रिभ्यू गर्नु पऱ्यो, के गर्नु पऱ्यो होइन। अब फेरि नेपालमा रिभ्यू भन्दा धेरै स्पेकहरू भन्छन् होइन, त्यो जेन्युन रिभ्यू पाउनै गाह्रो छ कि त्यसरी आफ्नो जेन्युन रिभ्यू चाहिँ दिन सक्नु पऱ्यो। अनि त्यो कुरा हो। अनि त्यो 1 वर्षको टाइम चाहिँ मैले त्यो छोडेर बस्दा चाहिँ मलाई अलिकति गाह्रै भएको थियो। मैले बाहिरको फ्रिलान्स कामहरू गर्थेँ होइन, मैले विभिन्न ब्रान्डहरूको लागि आफै देखेर पनि भिडियोहरू चाहिँ बनाएको छु। अनि त्यो बाहेक भनेको म एडिटिङको कामहरू पनि गरिदिन्थेँ। अनि त्यस्तै कामहरूले नै 1 वर्ष चाहिँ मैले आफूलाई सस्टेन गरेँ होइन। गाह्रो, एकदम गाह्रो पिरियड जस्तो लाग्छ मलाई त्यो बेलामा चाहिँ फाइनेन्सियल्ली। अरू कुराले भ्युजले खुसी दिन्थ्यो होइन, एकदम ओहो कन्टेन्ट गयो, मान्छेले चिने, यसो जाँदाखेरि भाइ तिम्रो भिडियो हेरेको थिएँ भन्दा एकदम खुसी लाग्थ्यो। तर फाइनेन्सियल्ली चाहिँ स्टिल गाह्रै छ नेपालमा। अलिकति फुल टाइम कन्टेन्ट क्रिएसन गर्छु भन्न चाहिँ अझै पनि स्टिल अलिक गाह्रै छ जस्तो लाग्छ। मान्छे त कन्टेन्ट क्रिएसनबाट यहाँ त्यो मैले देखिरहेको हुन्छु त्यो फेसबुकमा पुरै पैसा देखाइरहेको हुन्छ, यति कमायो उति, त्यो चाहिँ के हो? फेसबुकमा त्यही त नि होइन, गरिरहेको हुन्छ नि, फेसबुकको अल्गोरिदम पनि गऱ्यो त म बुझ्दिनँ होइन। अब सायद मेरो केही कन्टेन्टमा इस्यु भएर हो कि होइन, त्यो चाहिँ त्यस्तो केही छ जस्तो त मलाई लाग्दैन। फेरि मैले आफैले सबै जेन्युन कन्टेन्ट नै बनाइरहेको हुन्थेँ, त्यही हो होइन। अब फेसबुकको केसमा चाहिँ म अलिकति भनौँ न त्यो उसमा चाहिँ भइन होला, तैपनि त्यस्तो लाग्दैन। मान्छेहरूले गइरहेछन् नेपालमा, अब फेसबुकले मोनिटाइज दिएको छ होइन, म्याक्सिमम् धेरैजनाले कमाइरहनु भएको छ, राम्रो पनि छ एउटा हिसाबले। सो अब त्यो कमाउनेले कमाइ पनि रहेछन्। अब त्यो कहिलेकाहीँ आफ्नो चाहिँ अब त्यो हुँदो रहेछ जस्तो लाग्छ। त्यो कस्तो हुन्छ भन्दाखेरि त्यो काम गर्दै गइसकेपछि कमाइ चाहिँ धेरै चाहिँ हुँदैन, बढी चाहिँ ब्रान्ड प्रमोसन्सहरूबाट चाहिँ बढी कमाउँछन्। अब नेपालमा फेरि ब्रान्ड प्रमोसन जसरी बाहिर कन्ट्रीहरूमा चाहिँ जति ब्रान्डले प्रमोट गर्दा पेमेन्ट दिन्छ त्यो त नेपालमा त्यो अलिकति त्यो लेभलको छैन। नेपालमा गाह्रो छ त्यो कुरामा चाहिँ, ब्रान्ड प्रमोसनल आउँछ तर यहाँ धेरै जसो चाहिँ सिजनल पनि हुन्छ। जस्तो अब दसैँ तिहार लाग्यो भने एउटा झ्याप्पै बढ्छ होइन, अरू बेलामा अब कहिलेकाहीँ त्यो चाहिँ अरू बेला चाहिँ अलिक कम नै सुक्खा लागे जस्तै हो क्या नेपालमा। पाउनु भएको छ? मैले गरेको छु, मलाई केही ब्रान्डहरूले पत्याएको छन् होइन अहिलेसम्म। सो अलिअलि चाहिँ गरेको छु। त्यही त नि, अब बिस्तारै अब त्यो आफूले गर्दै गए पछाडि बिस्तारै हुन थाल्छ। म अहिले स्टिल केही ब्रान्डहरूसँग काम गरिरहेको छु अहिले पनि, बट त्यो रिलायबल र सस्टेन हुने इन्कम चाहिँ अलिक गाह्रै छ क्या अलिकति। कि त्यही हो, सबैको जर्नी त्यस्तै छ नेपालमा होइन। मलाई लाग्छ 1 वर्ष स्टार्ट गरेकै भरमा चाहिँ कसैले पनि त्यति ठुलो म्यासिभ सक्सेस चाहिँ पाएको छैन जस्तो लाग्छ। मैले जसलाई इन्डस्ट्रीमा फलो गरिरहेको छु होइन, उहाँहरूको नि ब्याकमा केही थियो अनि पार्ट टाइम गर्नुहुन्थ्यो, बिस्तारै 2-3 वर्ष भए पछाडि बल्ल फुल टाइम कन्टेन्ट क्रिएसन गर्ने भनेर छोड्नु भएको छ म्याक्सिमम् मैले मेरो सर्कलमा मैले फलो गर्नेहरू चाहिँ। सो त्यही नै छ। तपाईँको फर्स्ट ब्रान्ड अल तपाईँले त गर्नुभएको छ कतिवटा, 3-4वटा 5वटा, कतिवटा लगभग 10-12वटा? 10वटा जति पुग्यो। त्यो फर्स्टचोटि ब्रान्डले अप्रोच गर्दा त्यो कस्तो फिल भएको थियो त?
म चाहिँ फर्स्टचोटि ब्रान्डले अप्रोच गर्दा चाहिँ अलिकति अगाडिको स्टोरी पनि जोडिहाल्छु होइन। म चाहिँ अप ट्रेन्डी भन्ने छ नि उहाँहरूको एजेन्सी भनौँ न अब यहाँ नेपालमा उहाँहरूले काम गर्नुहुन्छ होइन। उहाँहरूको एउटा इभेन्टमा गएको थिएँ होइन। उहाँहरूले मलाई रिच आउट गर्नुभएको थियो इन्स्टाग्राममा, अनि म उहाँहरूको प्लेटफर्ममा जोडिएँ। अनि उहाँहरूले एउटा चाहिँ क्रिएटर मिट्स जस्तो पनि भनौँ अथवा त्यो बोलाउनु भएको रहेछ। म चाहिँ त्यो बेला स्टार्ट गरेँ, धेरै भएको थिएन, मेबी 3-4 महिना भएको थियो होला। अनि त्यहाँ गएँ, क्रिएटरहरूलाई अरूहरूलाई भेटेँ होइन। तर मैले खासै चिनेको थिइनँ, टेकका क्रिएटर हुनुहुन्थेन। मैले टेकको चाहिँ 20 जना फलोवर्स भयो नि, मैले म्याक्सिमम चाहिँ चिनिरहेको हुन्छु, जे भयो नि राखिराखेको हुन्छु आफ्नो फिल्डको। अनि कतिपयलाई त मैले फलो पनि गरिरहेको हुन्छु होइन। म्याक्सिमम धेरैलाई नै फलो गरेको छु मैले। अनि त्यहाँ जाँदाखेरि चाहिँ क्रिएटरहरूसँग भेट भयो। उहाँहरूले चाहिँ ब्रान्ड डिल्स यताउति कुरा गर्नुभयो। मलाई चाहिँ के हो त्यस्तो, खोइ हामीलाई त अहिलेसम्म पत्या छैनन् भन्ने मलाई चाहिँ त्यो बेलामा फिल भएको थियो होइन। त्यस पछाडि बिस्तारै सायद पहिलो कुरा पनि अप ट्रेन्डीकै थ्रु आएको थियो होला जस्तो लाग्छ मलाई। उहाँहरूले नै अप्रोच गर्नुभएको थियो मलाई। उहाँहरूको लागि मैले सायद भोइस ओभर भिडियो गरिदिएको थिएँ कि जस्तो लाग्छ। त्यो सायद पब्लिस भयो कि भएन थाहा छैन, तर मैले गरिदिएको थिएँ। अनि त्यस पछाडि भनेको अलिकति अब टेकमा भए पछाडि ग्याजेट्स इयरबड्सहरूको अलिअलि त्यस पछाडि भयो। अनि पछाडि चाहिँ अलिपछि चाहिँ ब्रान्डहरूले डाइरेक्ट रिच आउट पनि गर्न थाल्नुभयो, एउटा दुईवटा ब्रान्डहरूले। सो उहाँहरूसँग काम गरेँ, त्यही नै छ अहिले। पेमेन्ट चाहिँ कस्तो हुँदो रहेछ? पेमेन्ट नेपालमा आउँछ, नेपालमा पेमेन्ट ठिकै छ। अब त्यही हो, टाइम चाहिँ लाग्छ होइन। यसरी जाँदाखेरि मानव जसरी एउटा चाहिँ अब तपाईँ त भर्खर अब स्टार्टिङ 1-1.5 वर्ष भयो, तपाईँले एक लेभलको रिच गरिसक्नु छ, अझै रिच एउटा भनौँ न एउटा हाई लेभलको रिच गर्न थोरै बाँकी छ। सो इनिसियल फेजको क्रिएटर्सहरू कोही हुनुहुन्छ जसरी केही एक लेभलको रिच भइसक्नु भएको छ भने एउटा ब्रान्डबाट प्रमोट आउँछ नि त। अब कतिले चाहिँ के हुन्छ भने ब्रान्डले पनि सोध्छ क्या तपाईँहरू कति लिनुहुन्छ पर रिल भनेर, म्याक्सिमम सोध्नुहुन्छ। त्यो बेलामा तपाईँले के एन्सर दिनु? तपाईँलाई पनि त्यो क्वेसन त आयो होला, र पछि तपाईँलाई त्यसमा चाहिँ बार्गेनिङ गर्नुभयो कि उहाँहरूले कि होइन, कि तपाईँले भने नै अमाउन्ट दिनुभयो, के भयो त्यो बेलामा? यस्तो हुन्छ अब त्यो चाहिँ एकदम ठुलो कन्फ्युजन जस्तो लाग्छ। स्टिल म कन्फ्युज हुन्छु होइन। त्यो चाहिँ कस्तो क्वेसन भन्दाखेरि आफ्नो सर्कलको अब आफूसँग कोही क्लोज छ भने उसलाई सोध्न सकिएला कति लिने होला अथवा कति गर्ने होला भनेर। अब त्यो चाहिँ डिपेन्ड गर्छ कि अब नेपालमा चाहिँ त्यो कुरामा एकदम गाह्रो छ जस्तो लाग्छ। जस्तो अब ब्रान्डले पनि नेपालमा चाहिँ धेरै जसो, अब म चाहिँ मेरो कन्टेन्ट पहिला चाहिँ कन्टेन्टमा मैले अलिकति चेन्ज गरेको छु अहिले। पहिला चाहिँ म एकदम भाइरालिटीमा धेरै फोकस गर्थेँ, आजकल चाहिँ होइन। अडियन्ससँग एउटा ट्रस्ट चाहिँ बनाउनुपर्छ। बरु मेरो 10,000 भ्युज जाओस्, म एकदम खुसी। मलाई कहिलेकाहीँ त लाग्छ 1 मिलियन भ्युज गयो भने मलाई बहुत दुःख पनि लाग्ने छ क्या मेरो कन्टेन्टहरूमा चाहिँ। किन भन्दा त्यो कन्टेन्टबाट चाहिँ अडियन्स कस्तो आए, अडियन्स चाहिँ मलाई नचाहिने, मैले जुन अडियन्स चाहिँ मैले ग्यादर गर्न खोजिरहेको छु त्यो अडियन्स आएनन् कि जस्तो पनि लाग्छ होइन। सो त्यस्तोहरू चाहिँ भइरहेको हुन्छ। अनि ब्रान्डले नेपालमा खोज्ने भने चाहिँ म्याक्सिमम अब भ्युज इङ्गेजमेन्ट होइन त्यो खोजिरहेको हुन्छ। अनि त्यो चाहिँ अहिले म रिसेन्टली मलाई 1-1.5 महिना भयो फिल भयो, म चाहिँ त्यो ट्र्याकभन्दा अलिकति बाहिर गइरहेको छु। म चाहिँ मलाई बरु भ्युज नआए नि छ ठिक छ होइन, भ्युज आउनु पऱ्यो, सर्टेन उसमा चाहिँ हुनु पऱ्यो। तर मलाई सधैँ त्यो मिलियन्समा अथवा लाखमा चाहिँ चाहिएन। तर एउटा भिडियो चाहिँ मेरो 10,000 गएर त्यहाँबाट चाहिँ कसैले केही लर्न गर्यो अथवा मदेखि इन्सपायर भयो भने चाहिँ मलाई त्यो बेटर धेरै खुसी लाग्छ। अनि ब्रान्ड साइडबाट त त्यही हो, अहिले इङ्गेजमेन्ट अब भ्युजहरू खोजिरहनु भएको हुन्छ, त्यसको अनुसारले यति उति भइरहेको हुन्छ। कहिलेकाहीँ चाहिँ अब दुःख पनि लाग्छ आफूले, अब भनौँ न आफूले जेन्युनली केही डेलिभर गर्न खोजिरहेछ, अब कोही चाहिँ भ्युजको पछि नै लागेको छ जस्तो पनि फिल चाहिँ हुन्छ होइन। उनीहरूले अब त्यही अनुसारले चाहिँ रेट यति र उति भनेर चाहिँ अब हामी चाहिँ यति दिन सक्छौँ अथवा यति अफर गर्छौँ। त्यो अमाउन्ट चाहिँ कति भन्दो रहेछ? छैन धेरै नेपालमा अब हेरी छ। अब हामीले अब मैले लिने अथवा अब जो लेभलको क्रिएट छ न त्यही सायद 10,000 के रेन्जमा एराउन्ड त्यही नै होला सायद। अब त्यो आफ्नो रिच अनुसार कहिलेकाहीँ अब नेगोसिएट गर्दाखेरि अलिकति तलमाथि हुन सक्ला। तर हामी जुन लेभलमा छौँ अलिकति इस्टाब्लिसहरूले त अब 20-25 होइन 35 अब त्यस्तो 40-50 को रेन्जमा नि होला। अब कोही खत्रै सेलिब्रिटी हुनुहुन्छ भने त उहाँहरूको झन् माथि होला रेटहरू, प्रोडक्सन कस्ट नि त्यस्तै आयो होला। हाम्रोमा चाहिँ लगभग त्यही नै छ, त्यही रेन्जमा नै हुन्छ। 10K पर रिलसम्म चाहिँ एउटा मान्छेले एक्सपेक्ट चाहिँ गर्न सक्यो, लगभग त्यो रेन्जमा गर्न सक्यो। भोलिको दिनमा मानौँ तपाईँको चाहिँ अब भ्युजहरू राम्रै 2 लाख 10 लाख एभ्री भ्युज भनौँ लाख क्रस भइरहेछ भने तपाईँले अलिकति बढी पनि चार्ज गर्न मिल्यो होइन त? त्यो चाहिँ चार्ज गर्न मिल्यो। त्यही त नेपालमा त्यही कुरा चाहिँ मलाई अलिकति लाग्ने हो। अब
भ्युज अब हिसाबले हेर्ने हो भने अब म खत्रै त भन्दिनँ, तर म एउटा हिसाबले अलिकति ब्याकग्राउन्ड मिडियाकै हिसाबले भएको हिसाबले मैले भ्युज नै जाने हिसाबले कन्टेन्ट बनाउन थालेँ भने कन्टेन्टको अभाव होला, तर मैले बनाएको मलाई चाहिँ त्यति कन्फिडेन्स छ। मैले 10वटा कन्टेन्ट बनाएँ भने 5-6वटा चाहिँ राम्रै भ्युज जान्छ जस्तो मलाई चाहिँ त्यो कन्फिडेन्स छ क्या। भ्युजकै पछाडि लागेर नि भएन जस्तो लाग्छ। म चाहिँ अब एउटा यो फिल्डमा एउटा आइडेन्टिटी बनाऊँ, एउटा केही चाहिँ नयाँ गरौँ अथवा मान्छेहरूलाई चाहिँ अलिकति सहयोग गरौँ भन्ने हिसाबले चाहिँ आएको मान्छे। अब त्यो भ्युजकै पछि चाहिँ नलागौँ, टोटल्ली त्यही नै भ्युज नै हो सबै थोक भनेर चाहिँ नलागौँ जस्तो लाग्छ मलाई चाहिँ। मेरो पर्सनल ओपिनियन चाहिँ यो। यहाँ मान्छे चाहिँ अब जेनरली हरेक जति पनि क्रिएटर्स हुन्छ उहाँहरूलाई चाहिँ त्यही नै चाहिने हो, भ्युज नै चाहिने। म्याक्सिमम चाहिँ त्यही छ क्या। भाइरल हुने भन्ने मैले चाहिँ अहिले भाइरल वर्डदेखि एकदम रिस उठ्न थालिसकेको छ साँच्ची भन्नुपर्दा। यो होइन, त्यो भाइरालिटी हामी पहिला काम गर्दाखेरि यो भाइरालिटीको बारेमा के अलिकति भाइरालिटीले के गर्यो मान्छेको लाइफमा भन्ने खालको कुराहरू नि थियो। जस्तो अब हामीले विभिन्न इक्जाम्पलहरू देख्छौँ नि त। सचिन हाम्रो जो चाहिँ अहिले हुनुहुन्न होइन, सचिन परियार, अनि भेलु बाजे भन्ने होइन, उहाँहरू जो एकजना हाइप अनि ठ्याक्कै कस्तो लाइफ भयो हेर्नु न होइन। त्यो हिसाबले चाहिँ मलाई भाइरालिटी भन्ने वर्ड चाहिँ साँच्ची भने मलाई पर्सनली त्यति राम्रो लाग्दैन यो वर्ड होइन। त्यो हिसाबले चाहिँ त्यही नै हो। सस्टेनेबल भाइरल चाहिँ भइरहेको, सस्टेनेबल भाइरल चाहिँ चाहिन्छ फेरि। यो चाहिँ मैले यो कुरा चाहिँ इन्क्लुड गर्नुपर्छ जस्तो लाग्छ। अब यो इन्डस्ट्रीमा आएर काम गर्दाखेरि होइन म पुरै यो अलिकति एक्सपिरियन्स नै सेयर गर्छु भन्न मात्र नै हुँदैन। एउटा सर्टेन तपाईँले एउटा सर्टेन नम्बरको भ्युज चाहिँ त्यो लेभल चाहिँ छोइराख्नुपर्छ। सो अहिले मैले चाहिँ त्यही नै ट्राई गरिरहेको हुन्छु। मेरो कन्टेन्ट चाहिँ कति मलाई कुनै कन्टेन्ट 1000 गयो नि ठिकै छ, तर म एउटा थ्रेसहोल्ड चाहिँ मन्थली यो लिमिटमा चाहिँ भ्युज राख्नु ओभरअल चाहिँ त्यो त्यति चाहिँ राखौँ जस्तो चाहिँ फिल हुन्छ मलाई। खत्रै 10 मिलियन 15 मिलियन 20 मिलियन पनि चाहिएन, तर सर्टेन एउटा लेभल चाहिँ आफूले सोचेको त्यो चाहिँ चाहिन्छ जस्तो लाग्छ। त्यति त लगभग एक लेभलको भ्युज त चाहिने नै भयो। जस्तो अहिले हामीले ब्रान्डकै कुरा गरिरहेको थियौँ होइन। अब एउटा चाहिँ कस्तो हुन्छ भने धेरैले चाहिँ मलाई अब सोधिराख्नुहुन्छ कि यो कतै सुन्नु पनि अब धेरै प्रब्लम आउँदो रहेछ क्या, त्यो चाहिँ ब्रान्डले काम गराउँछन्, पेमेन्ट दिने बेलामा चाहिँ फोनै रिसिभ नगरिदिने। यसमा चाहिँ तपाईँको के छ, तपाईँले फेस गर्नुभएको छ यो कुरा? मैले अहिले स्टिल फेस गरिरहेको छु। अब म नाम त खुलाउँदिनँ है। मेरो कन्टेन्ट रिलेटेड काम चाहिँ होइन, मैले उहाँहरूको लागि प्रोडक्सनको काम गरेको थिएँ। मैले काम उहाँहरूलाई लगभग टाइममै डेलिभर गरेको हो होइन। मेरो लगभग 15 दिन जति भयो। मैले मात्र होइन, यो सबैले फेस गर्छन् जस्तो लाग्छ। फोन नै उठाइदिँदैन क्या। समस्या चाहिँ एटलिस्ट रेस्पोन्स त गरिदिनुपर्छ जस्तो लाग्छ मलाई। यति दिनु हुँदैन भने बरु 15 दिन पछाडि भने हामी वेट गर्न सकिन्छ नि आरामले। फोन गऱ्यो, फोन नउठाइदिएपछि चाहिँ आफ्नो भ्यालु नै नगरे हो कि जस्तो चाहिँ फिल हुन्छ होइन। इन्डस्ट्री नै त्यस्तै छ, इन्डस्ट्री त्यस्तै छ, त्यसै गरी चलाउँछन् भनेपछि यो जति पनि सुनेको यो चाहिँ सत्य रहेछ। सत्य हो, यो चाहिँ सत्य नै हो। त्यो चाहिँ अब यस्तो हुन्छ, अब ठुलो अलिकति हामीले एग्रिमेन्ट नै गरेर त कामहरू गऱ्यौँ भने चाहिँ त्यसमा त्यति धेरै इस्यु नहोला। अब हामी अहिले बल्ल एउटा 2-4वटा काम हुन्छ होइन। अब एग्रिमेन्ट गरेर त्यो लामो प्रोसेस किन जाने जस्तो पनि लाग्छ। घरिघरि चाहिँ मलाई पछिटो पनि लाग्छ किन एग्रिमेन्ट नगरी काम गरे जस्तो लाग्छ। पेमेन्ट नदिने होइन, मैले अहिलेसम्म पेमेन्टै नदिएको त्यस्तो इस्यु चाहिँ पाएको छैन। दिन्छन् तर भनेको टाइममा चाहिँ अहिले आउँदैन, अलिकति ढिला हुन्छ। आफूले धेरै फलोअप गर्नुपर्छ, आफूले काम गरेको पैसा लिन पनि त्यो चाहिँ छ। म्याक्सिमम् अहिलेसम्म तपाईँले कुनै काम गर्दाखेरि सबभन्दा ढिलो चाहिँ कतिसम्म पेमेन्ट गएको छ? ढिलो त अहिलेकै काम होला सायद। आज 20 गते भयो, लगभग मेरो असार मसान्तमा गर्नुपर्ने थियो, 20 दिन एक्स्ट्रा भइसक्यो। 20 दिन एक्स्ट्रा भइसक्यो सायद यही नै होला। अरूसँग चाहिँ अब अरूसँग गरेको कामहरू ब्रान्डहरूको साइडबाट चाहिँ त्यति ढिला चाहिँ भएको छैन जस्तो लाग्छ। लाइक उहाँहरूको पहिल्यै अब त्यो एग्रिमेन्ट नै पठाउनुहुन्छ, त्यहाँ चाहिँ 15 दिन 20 दिन भन्नुहुन्छ। त्यो टाइम चाहिँ त्यस्तो अब लेट नमानौँ न, त्यसलाई आफूले पहिल्यै एग्री गरेर गरेको कुरा त होइन। त्यो त अब एउटा अग्री भइसक्यो, त्यो कुरा छुट्टै भयो। तर जो कस्तो एउटा टाइम भनेको त्यसपछि चाहिँ अलिकति ढिलो गर्न थाल्यो भने चाहिँ अलि त्यो चाहिँ प्रब्लम हुँदो रहेछ होइन। सो हुन त ब्रान्ड रिलेटेड धेरै नै क्वेसन्सहरू छन् होइन, धेरै क्वेरिजहरू पनि छन्। मान्छेहरूले चाहिँ धेरै कुरा मैले बुझेअनुसार कन्टेन्ट क्रिएसनमा एउटा त अब जस्तो टिकटकमा भ्युजको पैसा आउँदैन, अब कि त लाइभमा बस्नु पऱ्यो तपाईँले कमाउनलाई। अब त्यो लाइभमा पनि मलाई जहाँसम्म लाग्छ त्यो एले बीलाई फलो गरेर बीले सीलाई फलो गरेर त्यहाँ मात्रै आउँछ होला अहिले पैसा। एथिक्सले नैतिकताले दिँदैन जस्तो लाग्छ। किन भन्दाखेरि अब त्यो यति प्लेटफर्मलाई यति बिगाएर दिए कि साँच्चै भने मैले हुन त पहिला टिकटक आफै बदनाम थियो जब स्टार्टिङमा आएको थियो होइन। पछि प्लेटफर्म चाहिँ राम्रो भयो, राम्रो इज्जत कमायो भनौँ न। प्लेटफर्मले सबैले पत्याउन थाले, ब्रान्डहरू आउन थाले, सेलिब्रिटीहरू आउन थाले। तर त्यो स्टिल त्यो लाइभमा बसेर चाहिँ म चाहिँ सक्दिनँ जस्तो लाग्छ। त्यो हुन त त्यो सायद मसँग त्यो अरूलाई इन्टरटेन गर्ने क्षमता नै छैन होला। म चाहिँ इन्फर्मेसन अथवा एजुकेसनमा धेरै गर्ने मान्छे राखेँ होइन।
अब त्यहाँ गएर अरूलाई इन्टरटेन गरेर इङ्गेज गरिराख्न चाहिँ गाह्रै पर्छ जस्तो लाग्छ र त्यो हामीले गरिरहेको फिल्ममा अथवा हामीले जुन टेकमा कन्टेन्ट बनाइरहेको त्यसमा लाइभ बस्न मिल्दैन लाइभ बस्न मिल्छ मैले स्टार्टिङमा प्लान गरेँ एकचोटि लाइभ पनि बसेको थिएँ मैले होइन तर अलि अक्वर्ड लाग्ने क्या मान्छेहरू अब त्यो प्लेटफर्म नै अलिकति प्लेटफर्मलाई नै त्यो लेभलमा चाहिँ लानुपर्छ जुन नाम बिग्रेको छ त्यो बदनामै भएको छ होइन त्यसलाई चाहिँ बिस्तारै चेन्जेस भयो भने अलिक सजिलो होला मान्छे चाहिँ अब अहिले पनि हेर्नु न प्लेटफर्ममा आएर कोही पनि एजुकेसन पर्पजको लागि बस्दैनन् कुनै कुनै होला अनलाइन ट्रेनिङ यताउति भन्दा एकदम रियर छ जस्तो लाग्छ है मलाई स्पेसली टिकटकमा अब त्यो सबै इन्टरटेनमेन्ट गर्नको लागि अथवा फलोवर्स बढाउनको लागि होइन त्यो तरिकाले बसिरहेको हुन्छन् अब त्यो हाम्रो कन्टेन्ट हेरेर त्यस्तो फेरि अहिले यो मान्छेको यो रिटेन्सन टाइम अथवा भनौँ न कुनै कन्टेन्ट हेरिरहेछन् भने चाहिँ अड्डिन एकदम गाह्रो छ नि त अहिले त्यो अवस्थामा हाम्रो टेकको फिल्ड चाहिँ त्यति धेरै इङ्गेजिङ चाहिँ हुन्छ जस्तो लाग्दैन मान्छेहरूलाई सर्ट इन्फर्मेसन जता पनि पाइरहेको हुन्छ होइन अब त एउटै कुरामा चाहिँ अब केही कोर्सहरू बनाएर अथवा केही कुराहरूमा चाहिँ त्यो इन्टरेक्टिभ गर्न सकिएला तर रेगुलर नर्मल लाइफ चाहिँ लाइभमै बसेर चाहिँ गर्न सकिएन नि त गाह्रै छ अब ब्याक टु अब तपाईँको चाहिँ अब कन्टेन्ट क्रिएसनमै जाउँ है तपाईँले जब फर्स्ट टाइम जब भिडियो बनाउनु भयो पहिला त पनि तपाईँले त बनाउनु त भयो हिन्दीमा जब नेपालीमा फर्स्ट टाइम जब क्यामेरामा देखेर आफूलाई अब भिडियो बनाउँदाखेरि त्यो बेलाको इमोसन र तपाईँले चाहिँ स्टार्टिङमा फेसलेस बनाउँदाखेरिको त्यसमा कतिको चेन्जेस देख्नु तपाईँले आफ्नो इमोसन वाइज कतिको गाह्रो साह्रो या त्यो अप्ठ्यारो हुन्छ नि गाह्रो साह्रो मैले भिडियो चाहिँ म मिडियामा हुँदा नै बनाउँथेँ होइन मैले इन्टरभ्यूहरू चाहिँ अलिअलि अनि सँगसँगै आफै देखेर पनि विभिन्न कन्टेन्टहरू चाहिँ मैले गइरहेको हुन्थेँ एबी स्कुटरहरूको पनि गइरहेको हुन्थेँ होइन त्यो हिसाबले क्यामेरामा चाहिँ उ भयो तर पहिला मेरो सिफ्ट चाहिँ अब त्यहाँबाट डाइरेक्ट सिफ्ट भनौँ न म त्यहाँ आफूले हिन्दीमा गइरहँदा र यता एउटा मिडियामा आएर मैले गर्न थाल्दाखेरि चाहिँ त्यहाँ चाहिँ गाह्रो फिल भएको थियो पहिला चाहिँ सिफ्ट चाहिँ कस्तो थियो भन्दाखेरि मेरो त नेपाली यो उनी आउँदैन थियो क्या त्यस्तो भइसकेको थियो कस्तो भन्दाखेरि त्यो माइन्ड पनि त्यस्तै हुँदो रहेछ एउटा सर्टेन भनौँ न हामीले रेकर्ड भएपछि त माइन्ड पनि अलर्ट त हुन्छ नि त रेकर्ड हुँदैछ रेकर्ड मोडमा सिफ्ट हुनु पऱ्यो भन्ने खालको अलर्ट त माइन्ड पनि हुन्छ नि त इन्डाइरेक्टली त्यसरी कन्टेन्ट गर्दा गर्दै मेरो चाहिँ कति एउटा दुईवटा भिडियोमा त पुरै हिन्दीको इन्डियन मान्छेले आएर त्यो चाहिँ आएको थियो क्या एउटा दुईवटा भिडियोमा चाहिँ अनि पछाडि बिस्तारै बिस्तारै गर्दै जाँदा मैले त्यही भएर त्यही कारणले पनि त्यतातिर मैले कम्प्लिटली नै छोडिदिएँ होइन अहिले मैले भिडियो नै हाल्दिनँ कहिलेकाहीँ यसो केटाहरूसँग बसेर ल 6 महिना वर्ष दिनमा ल लाइभमा खेलौँ न त भन्यो भने लाउ त भनेर नेपालीमै यसो गफ गरिन्छ भ्युज नि त्यति जाँदैन मैले लगभग त्यो छोडिसके जस्तै भएको छ अनि त्यो बेला चाहिँ अलिकति सुरुमा त्यो फेसलेसबाट फेसमा आउँदा चाहिँ अलिकति नर्भस नै भएको थियो आफ्नो टोन पनि अलिकति चाहिँ हिन्दी खालको नै आएको थियो सुरुमा चाहिँ तपाईँले जसरी फर्स्ट भिडियो बनाउँदै कति टाइम लाग्यो फर्स्ट एउटा भिडियो चाहिँ तपाईँको लाखमा जानलाई कति मन्थ कुर्नु पर्यो कति डेज कुर्नु पर्यो लाखमा मेरो पर्सनल च्यानलमा पर्सनल च्यानल अहिलेको जुन च्यानल छ पर्सनल च्यानलमा चाहिँ मलाई फर्स्ट भिडियोमै सायद राम्रो सक्सेस मिल्यो जस्तो लाग्छ होइन त्यहाँ चाहिँ मैले उसको बनाएको थिएँ मलाई स्टिल याद छ त्यो बेला चाहिँ एआई भिडियोको भर्खर ट्रेन्ड आएको थियो 1 वर्ष अगाडि लगभग 1 वर्ष अगाडि एआई भिडियोको भर्खर ट्रेन्ड आएको थियो त्यही बेला त्यो यति सेती के देखिने होइन मान्छेले भिडियो बनाउने होइन त्यो एकदम ट्रेन्ड भएको थियो त्यो बेला चाहिँ मैले एउटा एआईबाट भिडियो कसरी बनाउने भन्ने खालको एउटा हालेको थिएँ त्यसमा फ्रीवाला थियो अडियो सडियो त त्यति आउँदैन थियो तैपनि एआईबाट भिडियो बनाउन चाहिँ सकिन्छ है भन्ने हिसाबले चाहिँ त्यो हालेको थिएँ सो त्यसमा एराउन्ड 50K 50-60 हज़ार भ्युज आएको थियो जस्तो लाग्छ स्टिल त्यो मान्छेहरूले लाइक गरिरहेको हुन्छन् मलाई अचम्म लाग्छ होइन यति टाइम भइसक्यो अब त्यो सायद त्यो मलाई आफैलाई थाहा छैन त्यो त्यहाँबाट जेनेरेट गर्न मिल्छ कि मिल्दैन पेड भइसक्यो कि त्यो पैसा तिर्नुपर्ने हो कि होइन त्यही मान्छेहरूले चाहिँ हेरिरहेछन् स्टिल सो राम्रै भएको थियो फर्स्ट भिडियो नै भनेपछि फर्स्ट भिडियो नै तपाईँको सक्सेस भयो त्यसपछि 100K हजुरले भने जस्तै त्यो चाहिँ ठ्याक्कै कुन भिडियोमा गयो भने चाहिँ मलाई यादै छैन त्यसपछि यादै गरिनँ ओके होइन कस्तो भन्दाखेरि तपाईँको स्टार्टिङमा मान्छेको त सक्सेस पाइँदैन नि त तपाईँ त्यो केसमा चाहिँ लकी हुनुभयो फर्स्ट भ्युज मानौँ न सायद तपाईँको त्यो भिडियो पनि सेलेक्सन राम्रो थियो र टपिक सेलेक्सन राम्रो थियो होला त्यो बेला ट्रेन्डिङ टपिक थियो तपाईँले फेरि मेरो ब्याकग्राउन्डले नै अलिकति हेल्प गर्यो होला जस्तो लाग्छ म आफै 3-4 वर्षदेखि यही कन्टेन्टकै फिल्ममा एक्सपोज भइरहेको हिसाबले मेरो सेलेक्सन अलिकति बेटर भयो होला क्या जो नयाँ आउँदै हुन्छ जसलाई चाहिँ अब यो ट्रेन्ड के गइरहेछ होइन अहिले अब के टेकमा के चलिरहेछ कस्तो छ भन्ने कुरा त्यति उनी हुँदैन नि चाहिँ अब मैले चाहिँ ब्यागमा म चाहिँ सब कुरामा एक्सपोज भयो क्या मैले चाहिँ स्मार्टफोनदेखि लिएर इभी गाडीदेखि लिएर होइन
अलिअलि पोलिसीदेखि लिएर इयरबड्सदेखि लिएर जिन्दगीमा म इभी गाडीको बारेमा नसुने मान्छेले लगभग एउटा हिसाबले इभी स्कुटरहरूको कन्टेन्ट नै अलिअलि बनाउँथे भनिसके पछाडि सब कुरामा एक्सपोज भइरहेको हिसाबले अलिक सजिलो भयो होला मलाई चाहिँ। तपाईँले जस पहिलेदेखि नै गरिराख्नु भएको थियो त्यसमा पनि अब अलिकति तपाईँले रिसर्चहरू गर्दै गर्नुभयो। तपाईँ पहिले पनि टेक ब्याकग्राउन्डबाट हो र तपाईँ भन्नाले ब्याचलरहरू? मेरो चाहिँ ब्याचलर कम्प्युटर एप्लिकेसन हो होइन, ब्याचलरमा चाहिँ बिसिए। अनि मेरो प्लान चाहिँ खासमा +2 पछि म चाहिँ फरेस्ट्री पढ्छु भन्ने थियो, फरेस्ट्री एजी होइन। त्यतातिर म चाहिँ एकदम त्यो नेचरमा रमाउन मन लाग्ने अथवा घुम्ने मन पर्ने, फरेस्ट्री भनेपछि जङ्गलमा डुल्न पाइन्छ होला भन्ने हिसाबले पढ्छु होइन। मैले +2 पछि त्यो ट्राई गरेको थिएँ। अब स्कलरसिपहरूमा नाम निस्केन, त्यसपछि केही टाइम त्यत्तिकै पनि बस्यो, 3-4 महिना त्रिचन्द्र जोइन पनि गरेँ मैले त्यो बेलामा। उता जब त चलिरहेको थियो अनि त्यसपछि ठ्याक्कै कोभिड भयो क्या। अनि कोभिड भइसके पछाडि चाहिँ अब त्यहाँ चाहिँ क्लासमा आफ्नो क्लास भनेर जोइन भयो, कहिले कसको क्लास पनि, कहिले सिनियरको क्लासमा पनि होइन, त्यस्तो इस्यु हुन थाल्यो। अनि त्यस पछाडि चाहिँ पछि आएर कोभिडको त्यो टाइम भएपछि ग्याप नै भयो, लगभग 1 इयर्सको ग्याप नै भयो। त्यसपछि होइन अब केही पढौँ, अब टेकमै आफू अलिअलि इन्ट्रेस्टेड लाग्यो हिसाबले टेकमै केही गरौँ न भन्ने हिसाबले यसो कोर्सहरू हेर्न थाल्यो। अनि बिसिएको बारेमा सुन्यो। अब त्यो बेला एआई आएको थिएन नि त, अहिले अब जस्तो एआई आयो भयो त त्यो बेला म बिसिए पढ्दिनँ थिएँ होला जस्तो लाग्छ क्या। किन भन्दा बिसिएको मलाई लागेको होइन, धेरै कुरा गर्न सकिन्छ कोर्स पढेर, गर्नेले गरि पनि रहेछन्, तर त्यो फन्डामेन्टल भन्दा नामै कम्प्युटर एप्लिकेसन भने अब एप्लिकेसनहरू सफ्टवेयरहरू रिलेटेड वेबसाइटहरू बनाउने भन्ने एउटा कन्सेप्ट हुन्छ। त्यहाँबाट मान्छेले एक्सप्लोर गरेर डिफ्रेन्ट कुरा गर्न सक्छ, त्यसमा मैले नकारेको छैन, धेरैजनाले गरिरहनु भएको छ। अनि त्यो बेला चाहिँ अब एआईले अहिले जसरी अब वेबसाइट बनाउन भाइब कोड गरेर एकछिनमा गर्न सकिन्छ होइन, केही टाइम दिएर। म आफैले नि त्यसै गरी गइरहेको हुन्छु, मलाई त्यो फिल्डको त्यति एक्सपर्टिज आफूले डिग्री त लियो तर त्यति मैले त्यता एक्सप्लोर गरिनँ। अनि त्यो हिसाबले चाहिँ त्यो बेला चाहिँ सायद म अहिले जस्तो एआई यो लेभलको भइदिए भए चाहिँ म पढ्दिनँ थिएँ होला जस्तो लाग्छ क्या बिसी। नभए अहिले मानव त्यो बेला एआई आइसकेको भए कुन चाहिँ तपाईँले के पढ्नुहुन्थ्यो? त्यो बेलामा एआई आएको भए मलाई चाहिँ सानैदेखि अर्को इन्ट्रेस्ट भनेको पोलिटिक्स होइन। अनि यो चाहिँ यो हुन्छ नि जर्नलिजमतिर पनि इन्ट्रेस्टेड थियो क्या। खतरा अब यसलाई नै म बनाउँछु भन्ने चाहिँ थिएन, त्यो भूत चाहिँ भित्र लुकिरहेको थियो क्या, कता कता भनौँ न। त्यो सोच चाहिँ अब स्कुल पढ्दाखेरि नि आफै त्यो के अरे एमसीहरू गर्ने होइन, अनि के अरे डिबेट कम्पिटिसनहरू, क्विज कम्पिटिसनहरू। अनि हामी स्कुलमा हुँदा चाहिँ थियो एउटा जुनियर रेड क्रस सर्कल भन्ने थियो, त्यसको आफै हामी अब म चाहिँ अध्यक्ष अथवा प्रेसिडेन्ट भनौँ न त्यसको स्कुलको, त्यहाँ बसेर विभिन्न इभेन्टहरू अर्गनाइज गर्ने, क्विज कम्पिटिसन क्वेसनहरू आफै बनाउने होइन, अरूसँग देखिने अथवा अगाडि गएर स्टेजमा बोल्ने हिसाबले चाहिँ सानैदेखि त्योतातिर चाहिँ अलिकति रुचि नै थियो। अनि त्यो हिसाबले त्यसमै करियर बनाउँछु, पढ्दा नै त्यही पढ्छु भन्ने चाहिँ थिएन मलाई होइन। तैपनि त्यो फिल्ड चाहिँ एक्सप्लोर गरौँ कि जस्तो चाहिँ मलाई लागिरहेको थियो। अनि अहिले अब भाग्यले भनौँ अथवा लाइफमा घुम्दै फिर्दै फेरि त्यही उसमा चाहिँ आइपुगेको छु। ठिकै छ नि, अब तपाईँको आफ्नो फिल्डको पनि छ, एकदम इन्ट्रेस्टेड भएको फिल्ड, म त ह्याप्पी नै छु जे गरिरहेको छु। प्यासन पनि त्यसैमा छ, नभए जब छोडेर त कन्टेन्ट क्रिएटर मान्छे चाहिँ जेनरली चाहिँ आफू जब गरेर बेलामा ल पार्ट टाइम अलिअलि गरौँ जस्तो पनि हुन्छ, नभए चाहिँ जबै छोडेर तपाईँले गर्नु भनेको जस्तो एउटा भित्रबाट नआएसम्म चाहिँ त्यो चाहिँ रिस्क नै थियो। मैले चाहिँ सोचेको थिएँ, के सोचेर गरेको थिएँ भन्दा म 6 महिनामा चाहिँ राम्रो मोनिटाइज गरेर इन्कम गर्न थाल्छु भन्ने चाहिँ मेरो एउटा अलरेडी प्लान चाहिँ थियो। 6 महिनाको ब्याकअप छ, 6 महिनामा भाडा तिर्न सक्छु यहाँ फ्ल्याटमा बसेर पनि। 6 महिनाको लागि चाहिँ प्लान गरौँ, 6 महिना पछाडि चाहिँ भएन भने बरु सोचौँला जे हुन्छ भनेर त्यसरी सुरु गरेको थियो। 6 महिनामा आफूले सोचे जस्तो लेभलको सक्सेस चाहिँ पाउन सकिएन होइन, जुन लेभलको मेरो एक्सपेक्टेसन थियो त्यो चाहिँ मिट भएन। तैपनि गर्दै जाँदाखेरि 1 वर्ष नाग्यो, अहिले 1 वर्ष नाग्दा नि खुसी नै छु। अहिले चाहिँ म अब यस्तो पनि हुँदो रहेछ कि 1 वर्ष हुँदाखेरि मलाई चाहिँ कमी फिल भएको भने कन्टेन्ट क्रिएसन गर्दाखेरि चाहिँ सुरुको पिरियडमा जसले पनि गर्दै हुनुहुन्छ, म त अहिले स्टिल सजेसन पनि दिन्छु होइन उहाँहरूलाई, जसले स्टार्ट गर्दै हुनुहुन्छ उहाँहरूलाई चाहिँ जब गर्दै गर्न नै भन्छु। 1 वर्षको मेरो पिरियड चाहिँ कस्तो भयो भन्दा मलाई कसैले धेरैले नचिन्ने होइन, अहिले पनि खत्रै धेरैले चिन्छन् जस्तो त लाग्दैन। तैपनि त्यो पिरियडमा चाहिँ एकदम म चाहिँ रुममा नै स्टक भए जस्तो हुन्थ्यो क्या, मेरो दिन त पुरै रुममा नै जान्थ्यो। अब पहिला जब गर्दाखेरि दिनभरि कहाँ जाने, म फेरि लास्ट
चञ्चले भनौँ कि के भनौँ अफिसमा सबलाई जिस्काएर बस्ने मान्छे एक्कासी त्यो क्लोज डोरमा दिनभरि होइन एक्लै बस्यो के कन्टेन्ट बनाउने भन्यो कन्टेन्ट बनायो अलिअलि सुत्यो अलिअलि मान्छेले अब लाइक गरे अब फलो गरे हेऱ्यो होइन रमाइलो त फिल हुन्थ्यो तर त्यो टाइममा अलिकति मैले नेटवर्क बनाउन सक्थेँ कि जस्तो चाहिँ अलि स्टिल मलाई त्यो चाहिँ फिल हुन्छ त्यो टाइममा मैले त्यो अपर्च्युनिटी चाहिँ गुमाएँ कि अहिले जस्तो अब रियल यहाँ कतै जब गइरहेको भए आफूलाई कन्टेन्ट क्रिएसन नि गर्दै गर्दाखेरि चाहिँ बिस्तारै त्यो इन्डस्ट्रीतिर आफू थोरै थोरै गर्दै त्यतातिर लागिन्छ क्या नेटवर्कहरू चाहिँ बन्दै जान्छ सो 1 वर्षको टाइममा चाहिँ त्यही चाहिँ अलिकति फिल भएको छ भनेपछि जस अहिलेसम्म आउँदासम्म त सबै कुरा राम्रै भइरहेको छ रिग्रेट गर्नुपर्ने कुनै कुरा त भएको छैन रिग्रेट गर्नुपर्ने कुरा भएको छैन एकदम अहिले चाहिँ म ह्याप्पी नै छु एउटा हिसाबले कन्टेन्ट क्रिएसन अहिले त अब म फेरि अरू चाहिँ अब यो 1 वर्ष लागेपछि कन्टेन्ट क्रिएसन जब छोडेर कन्टेन्ट क्रिएसन गर्छन् म चाहिँ रिसेन्टली अब जब पनि गर्दैछु अहिले होइन आफ्नै फिल्डको आफ्नै इन्ट्रेस्टको भएर अलिकति त्यो चाहिँ किन गरे भन्दाखेरि नेटवर्किङको अपर्च्युनिटी अलि धेरै हुन्छ कि होइन नयाँ नयाँ मान्छेहरूसँग अलि छ मैले कन्टेन्ट त अब म कन्टेन्टलाई सुक्खा लागेको छैन मेरो प्लेटफर्ममा म्यानेज चाहिँ कसरी गरिराख्नु भएको छ म त बिहान उठेदेखि बेलुका नसुतुन्जेल कन्टेन्ट नै लगभग भनौँ न त्यही हिसाबले नै माइन्ड चल्छ अफिसको काम अफिसमा भइहाल्यो अब केही फेसबुक यसो हेर्दैछ भने नि कन्टेन्टकै लागि हेरे जस्तो लाग्छ इन्टरटेन त गरिन्छ होइन भिडियोहरू हेरिन्छ मलाई त त्यो ब्लग भने मतलब लाइक डकुमेन्ट्री टाइपको नै भनौँ अथवा ब्लग नै भन्दा नि भयो मान्छे अब यसो जङ्गलतिर बसिरहेको होइन त्यो कोही बसिरहेको हुँदैन क्याम्पिङ गरेर अथवा भनौँ एउटा सिङ्गल एउटा घर बनाएर त्यस्तो हेरेर हाल्छु म धेरैहरू चाहिँ त्यस्तो कन्टेन्टहरू हेर्छु सँगसँगै अरू भनेको चाहिँ डकुमेन्ट्रीहरू हेर्न मन लाग्छ आफू स्टिल अब म आफै पनि डकुमेन्ट्रीमा काम गर्छु भन्ने पनि सोचिरहेको छु अलिअलि बिस्तारै त्यता एक्सप्लोर गर्न एकदम धेरै मन छ अरूभन्दा नि अलिकति स्टोरी टेलिङतिर त्यो फिल्डमा चाहिँ जान एकदम धेरै मन छ अब यो कन्टेन्ट क्रिएसन आफ्नो साथसाथमा चलिहाल्छ बिस्तारै त्यता अपर्च्युनिटी आयो भने त्यो चाहिँ ग्र्याब गर्ने सोचिरहेको छु त्यही हो टाइम चाहिँ मिलाउनुपर्छ आफूले अब मेरो अफिसमा अहिले म अफिसमै बसेर काम गर्छु होइन मेरो म्याक्सिमम् टाइम म 9 बजीसम्म प्रायः अफिसमै हुन्छु बिहान आउँदा चाहिँ अलिक ढिलै हुन्छ त्यो बिहान ढिला हुनु कारण नि म रुममा बसेर म कन्टेन्टमै काम गरिरहेको हुन्छु स्क्रिप्ट के लेख्ने अथवा कतिपय धेरै जसो त म सुट पनि मेरो आफ्नै रुममै गरिरहेको हुन्छु एउटा सेटअप अब बिस्तारै त्यो बनाइसकेँ 1 वर्ष मेहनत गरेर होइन के लाग्छ के लाग्दैन यताउति कस्तो देखिन्छ अनि डिफ्रेन्ट ट्राई पनि गरिरहेको हुन्छु अनि आएर एडिटिङको कामहरू चाहिँ प्रायः अफिस टाइम पछाडि अफिसमै आफूले गरिराख्नु छ एडिटिङ अहिले पनि मेरो त म त सोलो अहिलेसम्म खासै त्यस्तो लाउनु परेको छैन बिस्तारै अब क्वालिटी अलिकति डिमान्ड हुन थाल्यो भने त्यो गर्नु पर्ला किन भन्दा मलाई एडिटिङमा अपस्किल गर्न मन छैन अब मेरो अब मलाई अपस्किल गर्नु मन भयो भनेको स्टोरी टेलिङहरूमा अलिकति त्यो फिल्डमा चाहिँ आफूलाई अलिकति डेप्थ चाहँ रिसर्चहरूमा बरु काम गरौँ जस्तो लाग्छ सो बिस्तारै अब त्यो पनि सोच्नु पर्ला जस्तो लाग्छ अब इन्कमले बिस्तारै कता रेभेन्यूले कतातिर अलाउ गर्छ अनि त्यतातिर जानु पर्ला भन्ने सोचिरहेको छु अब कस्तो हुन्छ भने एज एउटा कन्टेन्ट क्रिएटर मेन सबभन्दा अलिकति टाउको दुखायो भनेको हेड कमेन्ट्स के कतिको कमेन्ट्स पढ्नुहुन्छ कमेन्ट पढ्छु तर मलाई त्यति दुःख लाग्दैन फेरि यस्तो हुँदो रहेछ क्या एज अ मेल अथवा भनौँ न केटा कन्टेन्ट क्रिएटरहरू जो हुनुहुन्छ उहाँहरूलाई चाहिँ बेला बेला आउँछ अलिकति छाडै गाली पनि गर्छन् अब कतिपय बुझ्दैनन् अब मैले बनाइरहेको इस्युहरू जस्तो मैले अस्ति मात्र त्यो एउटा लटरीको बारेमा बनाएको थिएँ सरकारको होइन चिठा कार्यक्रमको बारेमा मान्छेलाई अब त्यो हावा लाग्छ क्या भनेको मतलब त्यो स्टिल नेपालमा यस्तो अडियन्स पनि छन् कि जसलाई मैले त्यो हावा होइन त्यो रियल हो भनेर सम्झाउन स्ट्रगल गर्नुपर्ने अवस्था छ यस्तो नि हुन्छ भन्ने खालको मान्छेहरू पनि छन् होइन अब त्यस्ता मान्छेहरूले चाहिँ अलिकति हेड कमेन्ट गर्छन् तर त्यो नर्मल लाग्न थालिसक्यो आजकल अब त्यसलाई सिरियस लिएर बसिन्न केटाहरू हो यस्तै हो ठिक छ रमाइलो छ भन्ने साथीभाइहरू आएर तपाईँको त कमेन्टमा यस्तो छ भनेर चाहिँ आएर तपाईँलाई कसैले देखाएको छ यो के हो कमेन्ट भनेर छैन त्यस्तो चाहिँ मेरो सर्कल चाहिँ एकदम क्लोज छ क्या म भनेको मतलब खतरा सर्कल बनाउन रुचाउने मान्छे होइन एउटा हिसाबले रुचाउन भन्दा पनि म पहिलोचोटि कोहीसँग भेटेर छिटो क्लोज चाहिँ हुन्न भनेको मतलब मलाई एटलिस्ट 1-2 दिन टाइम लाग्छ उसँग अलिकति भेट्नु पऱ्यो चिया खानु पऱ्यो गफ गर्नु पऱ्यो हाई हेलो होला फर्मल जसरी अरूले बोल्छन् त्यसरी बोल्न चाहिँ सकिएला तर अलिकति क्लोजै हुन अलिकति सेयरै गर्न चाहिँ फेरि टाइम लाग्छ सेयर फेरि त्यति क्लोज भएपछि म खतरा सेयर गर्छु क्या ओभर सेयर पनि गर्छु जस्तो लाग्छ घरिघरि चाहिँ चाहिने भन्दा धेरै त्यस्तो सर्कल आएर त्यसरी भन्ने छैनन् केटाहरू कोही सजेसन चाहिँ दिन्छन् तिम्रो कन्टेन्ट यस्तो छ अलिकति यार यो अलिक भएन अलिकति यसमा चाहिँ इम्प्रुभ गर न
भन्ने खालको 1-2 जना केटाहरू चाहिँ छन्। अब त्यो जेन्युन सजेसन लाग्छ, म चाहिँ एकदम त्यो चाहिँ 2टा हात थापेर नै लिन्छु त्यस्तो सजेसनहरू चाहिँ। त्यसो त्यसले तपाईँलाई झन् अझ बेस्ट बनाउँदै जान्छ नि त, बेटर बनाउँदै जान्छ। अब यहाँबाट तपाईँको नेक्स्ट फ्युचर के देख्दै हुनुहुन्छ त तपाईँ आफ्नो? भने कन्टेन्ट क्रिएसनमा त हुनु नै हुन्छ, तपाईँको गोल के छ आफ्टर 10 इयर्स? तपाईँ अब हामी 10 इयर्स पछि चाहिँ हाम्रो गणेश सरलाई भेट्दाखेरि कहाँ भेट्छौँ होला? 10 इयर पछाडि चाहिँ मैले अब धेरै कुरा सोचिरहेको छु होइन। अब बिस्तारै मेरो यो प्रोडक्सनतिर पनि, म आफै प्रोडक्सनको कामहरू पनि अलिअलि गरिरहेको हुन्छु होइन। प्रोडक्सनतिर पनि अलिअलि जानु पर्ला बिस्तारै भन्ने सोच छ, आफूलाई बिस्तारै त्यतातिर ड्राइभ गर्नु पर्ला भन्ने सोचिरहेको छु। अर्को भनेको चाहिँ अब यो बिस्तारै डकुमेन्ट्रीहरूमा चाहिँ मेबी त्यतातिर एक्सप्लोर गर्छु होला, त्यता चाहिँ पाउनुहुन्छ होला। टेक सँगसँगै, टेक त अब मेरो यो प्यासन यो चाहिँ भइरहन्छ होइन, यसलाई सँगसँगै आफूसँगै गइरहन्छ। अब बिस्तारै बरु म एक्लैले गर्ने काममा 3 जना लाग्लान् होइन, स्क्रिप्ट बरु अरू कसैले बनाइदिएला के होला होइन, पछि आफ्नो इनपुट होला, पछिको कुरा। अहिले त अब म आफै गइरहेको छु। अब त्यो सँगसँगै अन्य कुराहरू जस्तो डकुमेन्ट्रीहरूतिर अलिकति एक्सप्लोर गर्न मन लागेछ, अनि प्रोडक्सनतिर एक्सप्लोर गर्न मन लागेछ। पछि अब त्यही फिल्डमै गइन्छ होला। भनेपछि प्रोडक्सनमा चाहिँ कस्तो टाइपको प्रोडक्सन? प्रोडक्सन चाहिँ अब खतरा प्रोडक्सन त होइन, त्यति अब हुन त लक्ष्य चाहिँ ठुलै लिनुपर्छ भन्छन् होइन। तैपनि मेरो त्यति अहिले त्यहाँसम्म चाहिँ रिसोर्सेसहरूले पनि धान्दैन होला। तर बिस्तारै चाहिँ जस्तो अहिले म पनि आफैले पनि अलिअलि काम गरिरहेको हिसाबले अहिले मैले अब कलेजहरूको लागि अलिअलि भिडियो बनाइदिरहेको हुन्छु होइन उहाँहरूको। अनि त्यस पछाडि एउटा 2टा ब्रान्डको लागि उहाँहरूको लागि कन्टेन्ट बनाइदिएको थिएँ। बिस्तारै एउटा चाहिँ सानो टिम बनाएर अनि विभिन्न ब्रान्डको लागि चाहिँ ब्याकमा बसेर चाहिँ कन्टेन्टहरू बनाउनु पर्छ कि भन्ने हिसाबले त्यो लेभलमा चाहिँ जानु पर्ला भन्ने सोचिरहेको। तपाईँको कन्टेन्ट्सहरू त हेर्दाखेरि त डिफ्रेन्ट जस्तो तपाईँले टेकमा पनि धेरै छ होइन, अनि तपाईँको इभिजहरूमा पनि तपाईँको राख्नु भएको छ। यसको तपाईँको एउटा मानौँ एउटा कन्टेन्ट कन्टेन्ट क्रिएसन अरू एउटा चाहिँ कुनै भिडियो बनाउनुको पछाडिको ब्याक एन्डको चाहिँ के काम हुन्छ? कसरी चाहिँ यही टपिक छान्नु छ, यो टपिकको लागि चाहिँ म कस्तो स्क्रिप्ट लेख्ने होइन, त्यो लेख्दाखेरि के कुरा चाहिँ ध्यान दिने, त्यसमा चाहिँ ब्याक एन्डको काम के गर्नुहुन्छ एउटा कुनै एउटा एउटा भिडियो बनाउनलाई चाहिँ? एउटा भिडियो बनाउनको लागि ब्याकएन्डमा कामहरू त सबभन्दा इम्पोर्टेन्ट त रिसर्च नै जस्तो लाग्छ होइन। रिसर्चमा चाहिँ एकदम धेरै ध्यान दिनुपर्छ होइन। म आफै स्टिल ट्राई गरिरहेको हुन्छु। कहिलेकाहीँ चाहिँ यो जस्तो मैले यो अब विभिन्न यो एनटिसी एनसिएलको कन्टेन्टहरू बनाउँदाखेरि कहिलेकाहीँ उहाँहरूसँग त्यो रिसोर्स जुन लेभलको जो चाहिँ रिसोर्स पर्सन हो नि त्यहाँसम्म पुग्न नै गाह्रो हुन्छ क्या हामीलाई चाहिँ। अब त्यो सानो जो चाहिँ तल बसेर इन्फर्मेसन दिइरहेछ उनीहरूलाई नि आइडिया हुन्न होइन। एउटा एकचोटि चाहिँ म त्यसको पनि शिकार भएको छु होइन। अब त्यो रिसर्चमा एकदम धेरै ध्यान दिनु पऱ्यो। अनि त्यस पछाडि भनेको चाहिँ अब यो म चाहदिनँ, म चाहिँ अर्ग्यानिक कन्टेन्ट बनाउन चाहने मान्छे धेरै जसो, तैपनि अब यो चाहिँ हुकहरू यताउति तिनीहरूमा पनि ध्यान दिनुपर्छ। कन्टेन्ट अल्टिमेटली कन्टेन्ट गएन भने कन्टेन्ट बनाउनुको मतलब त हुँदैन होइन। जतिजनाले हेर्छन् बरु धेरैजना थोरैजनाले रिलेट गर्न सक्यो भने त्यो मेरो लागि म चाहिँ त्यसलाई बेटर नै मान्छु। तर अल्टिमेटली अब त्यसको लागि हुकमा काम गर्नु परिहाल्यो। त्यस पछाडि मेनमा कन्टेन्ट चाहिँ कसरी डेलिभर गर्ने भन्ने हिसाबले बिचमा अलिकति काम गर्नुपर्छ। जस्तो अलि छुट्याउने होइन, तिनीहरू अलिकति कुराहरू भयो। अनि पछाडि भनेको चाहिँ अब त्यही हो, अरू पछाडि त एडिटिङको कामहरू नि हुन्छ, अगाडिमा चाहिँ त्यस्तै रिसर्चहरूको काम चाहिँ अलिक बढी हुन्छ जस्तो। रिसर्च गर्दाखेरि कुनै तपाईँ जसरी मानौँ तपाईँ एनटिसी नै भन्नु या कुनै मोबाइलकै बारेमा तपाईँले गर्दै हुनुहुन्छ भने त्यसको रिसर्च गर्दाखेरि त्यसको टपिक्सहरू यो भन्ने त्यसको भित्रको चाहिँ इन्टरनल कुराहरू चाहिँ मेनली कहाँबाट तपाईँ अनसाइटमै गएर लिने बढी रुचाउनुहुन्छ कि भनौँ न गुगलबाट बढी रुचाउनुहुन्छ? कसलाई चाहिँ बढी ट्रस्ट गर्नुहुन्छ तपाईँ या कसरी लिनुहुन्छ? यस्तो छ, अहिले त अब रिसर्चको लागि फर्स्ट अप्सन भनेको जेनरल आइडियाको लागि त एआई टुल नै युज गर्छु म चाहिँ होइन। फर्स्ट लेयर भनौँ न। सेकेन्ड लेयरमा भेरिफाई गर्न चाहिँ अब वेबसाइटको भित्र गइन्छ होइन, वेबसाइट हेरिन्छ, विभिन्न न्युज पोर्टलहरूले के हालेछन् भन्ने हिसाबले हेरिन्छ। अझै त्योभन्दा डेप्थमा जानु पऱ्यो भने चाहिँ कुनै स्पोक पर्सनहरू हुनुहुन्छ नि उहाँहरूसँग चाहिँ कुरा गरेर त्यसरी चाहिँ भेरिफाई गर्ने गरेको छ। अनि त्यो बेलामा जस्तो कुनै स्पोक पर्सनमा जाँदाखेरि उहाँहरूले टाइम दिनुहुन्छ कस्तो हुन्छ? त्यसै गाह्रो छ कि अब
मलाई 1-2 जनाले चाहिँ राम्रै रेस्पोन्स गर्नुभएको छ। कतिजनाले अब यो चाहिँ यो एकदम झन्झटिलो हुने भने चाहिँ सरकारी सर्भिसेस अथवा केही रिलेटेड भिडियो बनाउँदैछौँ भने चाहिँ त्यो बेला चाहिँ एकदम गाह्रो पर्छ क्या रिसोर्स पर्सन पाउनु। एउटाले यहाँबाट इन्फर्मेसन देला भनेर कल गर्यो, उसले अर्को डिपार्टमेन्टमा फरवर्ड गरिदियो, यहाँबाट योसँग कुरा गर्नु भन्छ, अर्कोले अर्कोको नम्बर पठाइदिन्छ होइन। लास्टमा कति ठाउँमा त फोन यसरी फरवर्ड गर्दै जाँदा 5-6 जना गरेपछि फोनै नलाग्ने नम्बरसम्म पुगेर पनि टुङ्गिन्छ होइन। तर प्राइभेटहरूको हकमा कुनै कम्पनीहरूको अथवा कोहीसँग कुरा गर्दा चाहिँ प्रायः उहाँहरूले चाहिँ रेस्पोन्स गर्नुहुन्छ। सायद अब उहाँहरू चाहिँ त्यो विषयमा अलिकति कन्सियस पनि हुनुहुन्छ होला। आफ्नो भनौँ न अब ब्रान्डको कुराहरू आउँछ होइन, नेगेटिभ केही नजाओस् अथवा इमेजको कुरा आउँछ, राम्रो रेस्पोन्स गरौँ भन्ने हिसाबले। तपाईँले चाहिँ अनि स्क्रिप्ट लेख्दाखेरि आफै नै मजाले बसेर स्क्रिप्ट लेख्नुहुन्छ आफैले भ्याएसम्म कि एआईलाई नै दिनुहुन्छ? मेरो त यस्तो छ, फर्स्ट ड्राफ्ट अलिअलि चाहिँ आइडिया होइन एआईले गर्छ, त्यस पछाडि फेरि 1-2चोटि अलिअलि रिभ्यू गरेर होइन यो कुरा पनि इन्क्लुड गर्नुपर्छ होला भन्ने हिसाबले आफै पनि अलिअलि ड्राफ्ट गर्छु। त्यस पछाडि फेरि यसमा के गर्न सकिन्छ भनेर फेरि एआईलाई दिन्छु होइन। केही रिसर्च गरेर थप्नु परिन्छ भने त्यो पनि थपिन्छ। अनि फाइनल अन्तिममा चाहिँ त्यो मेरो नै हुन्छ। सकेसम्म म चाहिँ रिलेटेबल अथवा आफ्नो एक्सपिरियन्स चाहिँ सेयर गर्ने ट्राई गरिरहेको छु अहिले रिसेन्टली कन्टेन्टमा चाहिँ। सो पहिला मैले अर्को कुरा जोड्नुपर्छ होला, मैले टेक कुरा भनेर राखेको थिएँ नाम मैले होइन। अहिले चाहिँ मैले चेन्ज गरेर आफ्नै नाम राखेँ। अब त्यो बेला मैले स्टार्ट गर्दा चाहिँ अलिकति कम्पनी जसरी नै गर्नुपर्छ कि भन्ने सोचेको थिएँ। मैले स्टिल फेसबुक पेजको चाहिँ नाम चेन्ज गरेको छैन होइन। त्यो म स्टिल अलिअलि फिगर आउट गरिरहेको छु। अब त्यो ब्रान्डलाई चाहिँ अलिकति नमारौँ, त्यसलाई साइडमा कसरी लान सकिन्छ भनेर सोचिरहेको छु। र अलिकति मान्छेलाई त्यसरी कम्पनी जसरी बनाएर जाँदाखेरि चाहिँ मान्छेलाई कनेक्ट गर्न अलिकति गाह्रो हुन्छ जस्तो लाग्यो मसँग। फेरि म काम गर्ने त म एक्लै छु होइन, धेरैजना काम गर्ने भयो नि हो भन्नु। अब मै देखिनु छ, मै सबै काम गर्नुपर्ने छ भने पहिला मेरो भ्यालु बनाऊँ न, अलिकति आफ्नो ब्रान्डिङमा चाहिँ ध्यान दिउँ भन्ने हिसाबले चाहिँ मैले चेन्ज गरेको। अब त्यसलाई टेक कुरालाई चाहिँ म कतै न कतै पछाडि चाहिँ ब्याक चाहिँ गर्छु भन्ने छ। एज अ कम्पनी चाहिँ त्यो रहला केही न केही कुरामा पछि। जस्तै टेक कुरा राख्नु भएको छ, यतापट्टि चाहिँ त गणेश टेक भन्ने छ, यताको भिडियो पनि त्यसैमा पनि टेक कुरामै हालिराख्नु भएको छ कि टेक कुरालाई चाहिँ एज इट इज यति भ्याकेन्ट छोडिदिनु भएको छ? अर्को पेज पनि छ, अर्कोमा मैले हालिरहेको छु, तर कोल्याब गरेर चाहिँ हालिरहेको छु। कस्तो भन्दाखेरि फेरि त्यहाँको अडियन्स जो आउनु भएको छ एउटा एक्सपेक्टेसन केही नभए नि मलाई केही दिन्छ यसले भनेर त फलो गर्नुभयो होला नि। उहाँहरू समक्ष नि त्यो कन्टेन्ट चाहिँ पुगोस्, उहाँहरू अब कोही यता आउनुहुन्छ भने फलो गर्ने अप्सन त हुन्छ भन्ने हिसाबले त्यही पेजमा चाहिँ होइन, तर तपाईँले कोल्याब चाहिँ गरेर चाहिँ कोल्याब गरेर चाहिँ हालिरहेको छु। जसरी आजको दिनमा तपाईँले कुनै पनि टपिक चुज गर्नु पर्यो, सो त्यो चुज गर्दाखेरि सबभन्दा मेन पहिला कुरा के हेर्नुहुन्छ? तपाईँ आफ्नो अडियन्सलाई बढी बुझ्नुहुन्छ कि होइन मलाई चाहिँ यो मनपर्छ मै यो बनाउला, या अहिले चाहिँ खुब भाइरल भइरहेको छ अहिले जसरी हाम्रो छ यो लखपति भनेर चाहिँ सरकारले योजना जो निकालेको छ, यसमा लगभग सबैले कन्टेन्ट बनाइसकेका छन् होइन। यस्तो कुनै भाइरल कन्टेन्ट तपाईँले खोज्नुहुन्छ कि तपाईँले आफैले होइन यो चाहिँ मेरो अडियन्सको लागि चाहिँ बेटर छ, यसमा चाहिँ बनाउनुपर्छ? कस्तो टाइपको चाहिँ टपिक बढी तपाईँले रुचाउनुहुन्छ? म चाहिँ दुईटै फर्मेट फलो गर्छु है। धेरै जसो अब काहीँ आफ्नो निसमा हुने रहेछ भने चाहिँ मेरो अडियन्सलाई मैले इन्फर्मेसन दिनुपर्छ जस्तो लाग्छ। त्यो भाइरल होस् वा नहोस् होइन, मतलब भएन। मेरो निसमा छ, अडियन्सले त्यो कन्टेन्ट हेर्न रुचाउँछ भने उहाँहरूलाई चाहिँ त्यो जानकारी पुग्नु पऱ्यो भन्ने हो। र अर्को भनेको चाहिँ मैले फिल गरेर बनाउने कन्टेन्टहरू, यो चाहिँ मेरो अडियन्सलाई एकदमै नेसेसरी छ अथवा मैले यस्तो अडियन्स चाहिँ चाहिरहेको छु भन्ने खालको कन्टेन्टहरू हुन्छ। जस्तो मलाई अहिलेसम्म मेरो प्लेटफर्ममा बेस्ट लागेको भिडियो भने चाहिँ मैले अस्ति त्यो टाइपिङ रिलेटेड एक्सपिरियन्स सेयर गरेको थिएँ कि म आफै पहिला यसरी टाइप गर्थेँ, म अहिले यसरी टाइप गर्छु भनेर। त्यो भिडियो धेरै गएको छैन, 1,60,70,000ले हेर्नुभयो होला, मिलियन्स हानेको छैन, तैपनि त्यो मेरो प्लेटफर्मको मेरो लागि मेरो बेस्ट भिडियो हो क्या। किन भन्दा त्यहाँ मैले मेरो रियल लर्निङ मैले सेयर गरेको छु। म पहिला यसरी गर्थेँ, मेरो लेभल हेरेर म यति पुगेँ होइन। तपाईँहरू पनि यदि टाइपिङ सिक्न त्यो मेरोमा मैले गरेको पनि छु, मैले आफूमा इम्प्लिमेन्ट गरेको कुरा मलाई त्यो अहिले चाहिँ म त्यस्तो कन्टेन्टहरू चाहिँ सेयर गर्न मन लाग्छ क्या। आफूले एक्सपिरियन्स गरेको कुराहरू चाहिँ मेन म त्यसमा अहिले फोकस गरिरहेको छु। अब कहिलेकाहीँ हजुरले भने जस्तो यो ट्रेन्ड चाहिँ समाउनुपर्छ होइन, त्यो अब अलिकति मार्केटमा रिलेटेबल भइराख्न पनि अरूको एङ्गलमा ब्रान्डहरू सँगसँगै अब एजेन्सीहरूको एङ्गलमा पर्नको लागि पनि त्यो चाहिँ सहारा चाहिँ लिनुपर्छ। तर कोर आइडेन्टिटी भनेर चाहिँ बिस्तारै त्यो आफूलाई नै आफ्नो स्टोरी नै ब्याक गर्ने हो। ओके, अब थोरै तपाईँको म कन्टेन्टतिर जान्छु होइन। जस्तो त्यसमा त तपाईँले इभिजहरू पनि छ, अरू तपाईँको
मोबाइल फोन्सहरू पनि छ होइन आजकल त मोबाइल फोन भनेको त हरेक बच्चा तपाईँलाई के लाग्छ मोबाइल फोन चाहिँ कति इयर्ससम्मको मान्छेलाई चाहिँ दिनु हुँदैन होइन चाहिँ यो चाहिँ एउटा लिमिटेसन त्योभन्दा अगाडि त्यसको चाहिँ अब तपाईँले त्यसको बारेमा त रिसर्च गर्नु होला फोन चाहिँ कति वर्षपछि मात्रै ह्यान्ड ओभर दिँदा बेटर र त्यसमा पनि चाहिँ कस्तो खाले फोन त त्यसमा पनि डिपेन्ड कि त किप्याडवाला होस् या तपाईँको टच स्क्रिन होस् कुन चाहिँ बेटर होला त र कुन टाइम एउटा एज ग्रुप भनौँ न मेरो पर्सनल एक्सपिरियन्स पहिला सेयर गर्छु होइन मसँग 10 सम्म चाहिँ फोन थिएन 10 हुन त पहिला ट्रेन्डै थियो या सेल्सी अथवा या सी पास गरेपछि फोन दिने भन्ने होइन मसँग फोन त अब म अलिकति लक्की जेनेरेसनको पनि परे सायद होइन मसँग फोन चाहिँ थियो एउटा टुकटुके भनौँ न किप्याडवाला फोन थियो म त्यो युज गर्थेँ कलहरू युज गर्नको लागि अनि त्यो टाइममा मेरो पढाइ राम्रै थियो अहिले जस्तो अब एआइसिआई अलि पछाडि जोडौँला होइन अब त्यो जेनेरेसनको हिसाबले हेर्ने हो भने त्यो टाइमको हिसाबले हेऱ्यो भने त फोन 10 पछि नै बेटर हो तर अहिले अब टेक्नोलोजी यहाँ पुगिसक्यो विभिन्न लर्निङ मेथडहरू छन् विभिन्न कुराहरू आइसकेका छन् एआईहरू होइन युट्युबमा भिडियोहरू छ त्यो हिसाबले फोन चाहिँ दिनुपर्छ तर एकदम कन्ट्रोल वेमा दिनुपर्छ जस्तो लाग्छ मलाई खास भन्नुपर्दा अब 6, 7, 8 सम्म पढ्दैछन् भने त फोन नदिँदा बेस्ट सबभन्दा मलाई लागेको तर 19 मा गइसकेपछि चाहिँ अलिकति आफू पनि अलिकति भनौँ न मेन्टली पनि अलिकति चाहिँ स्ट्रङ भइसकेको हुन्छ अलिकति मानसिक रूपमा पनि डेभलप भइसकेको हुन्छ होइन खत्री त नभनौँ जे पनि एउटा लेभलमा थोरै अन्डरस्ट्यान्डिङ गर्न सक्ने भए हुन्छ त्यो बेलामा चाहिँ अलिकति कन्ट्रोल वेमा चाहिँ दिनमा जस्तो पढ्नको लागि निगरानीमा राखेर यति घन्टा जस्तो अब उसले केही पढ्दैछ भने अब एआईको हेल्प लिन सक्यो होइन त्योमा चाहिँ दिन सकिन्छ जस्तो लाग्छ अहिले तपाईँले अहिलेसम्म बनाएको कन्टेन्टहरूमध्ये जति पनि मोबाइल फोनमध्ये तपाईँलाई कुन चाहिँ तपाईँलाई लाग्छ यो कुरा चाहिँ अहिलेको हाम्रो जुन अडियन्स सुन्नुहुन्छ उहाँलाई चाहिँ यो कुरा बुझ्नुपर्छ फोन रिलेटेड तपाईँको मध्ये तपाईँले बनाएको मध्ये चाहिँ फोन रिलेटेड कस्तो एकचोटि फेरि जस्तै फोन रिलेटेड तपाईँले जति पनि भिडियोजहरू बनाउनु भएको छ आफ्नो टिकटकमा त्यो त्यसमध्ये चाहिँ अहिलेको अडियन्सलाई चाहिँ त्यो मध्ये चाहिँ यो चाहिँ अब तपाईँकोमा त्यो भ्युज पुगेको छ कि छैन होइन तर यो चाहिँ कुरा चाहिँ थाहा हुनै पर्ने त्यो चाहिँ कुन छ अहिले मैले फोन रिलेटेड कन्टेन्टहरू त बनाएको छु तर त्यसमा मैले एउटा इन्क्लुड गर्न चाहेको कुरा चाहिँ के भन्दाखेरि जुन चाहिँ मेरो अहिले अब आउँदैछ त्यो कन्टेन्ट सो मान्छेले एकदम बुझ्नुपर्ने कुरा छ त्यो चाहिँ होइन अहिले चाहिँ स्क्यामहरू चाहिँ एकदम धेरै भइरहेछ फोन मोबाइल ब्याङ्किङ यस्तो मान्छेहरू देखाएको छु कि खतरा मान्छे क्या प्रोफेसनल काम गर्ने मान्छेहरू होइन सब आइडिया छ फोन चलाउन मजाले आउँछ त्यस्तो मान्छेहरू धेरै स्क्याममा परिरहेछन् होइन मैले त्यस्तै कन्टेन्ट चाहिँ एउटा पाइपलाइनमै छ मेरो लगभग मेरो त प्लान बनिसकेको छ त्यसमा अलिकति त्यो अब म कन्फ्युज भने चाहिँ लङमै जानुपर्छ कि यो चाहिँ अलिकति चाहिने कन्टेन्ट छ भन्ने पनि सोचिरहेको छु लङमा अब त्यति धेरै अडियन्स त छैनन् अहिले तैपनि जस्तो अब फोनबाटै विभिन्न कुरा भइरहेको हुन्छ क्या जस्तो मान्छेलाई एउटा वेबसाइटको एउटा कनेक्ट आइपिएस भनेर त्यहाँ एउटा लिङ्क पठाएर होइन ओटिपी चाहिँ के अरे आफ्नो इन्फर्मेसन हाल्न लाएर त्यहाँबाट स्क्याम भइरहेछ कतिपय अवस्थामा त क्युआर स्क्यान गर्दा मान्छेको पैसा चाहिँ जान्छ भन्ने थाहा नभएर क्युआर स्क्यान गर्दा पनि पैसा आउँछ भन्ने पनि त्यस्तो त्यो मेन्टली भएर पनि त्यस्तो खालको स्क्यामहरू पनि भएका छन् सँगसँगै विभिन्न लट्रीहरूको कुरा भइरहेछ होइन मान्छेहरू अब मेरो कतिजना साथीहरू मैले आफै नै देखेको उहाँहरू चाहिँ यो एमएलएम सँगसँगै अरू कुरामा चाहिँ फस्नु भएको छ क्या यो अनलाइन जब सब भन्ने कुराहरू होइन अब मलाई आफै नै कतिजनाले म्यासेज गर्नुहुन्छ खत्रै छ गरौँ न यार प्रफिट हुने कुरा किन गर्दैनौ तिमी भनेर अब मलाई चाहिँ मेरो पछाडि आफ्नो ब्याकग्राउन्डले जस्तो एक्सपोजहरू स्क्यामहरूको कुराहरू आयो नि त हो त्यो हिसाबमा चाहिँ मान्छे अवेर हुनुपर्छ स्मार्टफोन हुँदै पनि त्यस्ता कुराहरू चाहिँ भइरहेका हुन्छन् तपाईँको स्मार्टफोन छ तर त्यसलाई युटिलाइज गर्न जान्नु भएन अथवा केही कुरामा चाहिँ कसैको बहकाउमा फस्नु भयो भने चाहिँ त्यो चाहिँ ठुलो फाइनेन्सियल लस पनि हुन्छ जस्तो लाग्छ त्यही नै हो स्मार्टफोनको अब स्मार्टफोनकै बारेमा ठ्याक्कै यही भन्दा पनि अलिकति स्क्यामहरूको कुरामा चाहिँ बढी चाहिँ सचेत हुनुपर्छ अहिलेको टाइममा स्क्याम भने त अहिले मलाई चाहिँ हरेक अस्ति करेन्ट आइपिएसको थियो त्यसपछि इसेवाको पनि कति धेरै यो त फेरि यो मान्छे यति उनीहरूले चाहिँ यति भिक्टिम पाइरहँदो रहेछन् अथवा भनौँ न मान्छेहरू पाइरहँदो रहेछन् कि त्यो स्क्याम रोकिएको छैन क्या अझै पनि मान्छे कनेक्ट आइपिएसबाट त्यो फेक लिङ्क पठाएर त्यहाँबाट स्क्याम हुने अहिले पनि छन् क्या त्यो 1-1.5 वर्षदेखिको अगाडिको इस्यु विभिन्न फेक लिङ्कहरू बनायो अलिकति होइन तिनीहरूबाट मान्छेलाई स्टिल गर्न सकिरहेछ होइन अब हामी कन्टेन्ट बनाउँछौँ हेर्छन् अथवा फेरि यस्तो पनि छ क्या यस्तो कन्टेन्टहरूमा चाहिँ फेरि मान्छेहरूको चाहिँ इङ्गेजै हुँदैनन् क्या बरु त्यो आजकल म पनि अलिकति फसिरहेको छु बाहिर कन्टेन्ट मन बिहान चाहिँ यस्तो त्यो अट्र्याक्टिभ हुन्छ बाहिर त्यो चाइनिज मुभीहरूको
कन्टेन्ट होइन मुभीको स्टोरीहरू चाहिँ यस्तो यस्तो एउटाले भोइसओभर गरे हुन्छ होइन त्यस्तो कन्टेन्टहरू चाहिँ मान्छेलाई इन्ट्रेस्टिङ लाग्छ तर रियल यस्तो कन्टेन्टहरू जस्तो मैले मात्र बनाएन अरूले बनाए पनि जस्तो यो स्क्यामका कुराहरू चाहिँ त्योबाट चाहिँ एकदम सचेत हुनु आवश्यक छ जस्तो लाग्छ त्योबाट चाहिँ अब तपाईँले 2 वर्ष 3 वर्ष अथवा लाइफ टाइम लगाएर कमाएको राखेको जतन गरेको पैसा चाहिँ एकैचोटि जान सक्छ त्यस्तो कुरा सचेत हुनु पर्यो फेरि यस्तो छ कस्तो छ भने फेरि हाम्रो नेपालको सिआइबीहरू पनि अब त्यो लेभलको एकदमै हुन्छ जस्तो ट्र्याक गरिहाल्ने त्यो पनि अलि सिस्टम नेपालमा गाह्रो छ क्या एकदम त्यो हामीले अब पहिला गर्दाखेरि कतिपय अवस्थामा त हाम्रो जो चाहिँ त्यो भनौँ न पछाडि चाहिँ इन्भेस्टिगेसनमा लाग्नुहुन्छ नि उहाँहरूसम्म नि त्यति रिसोर्स चाहिँ पुग्दैन क्या नेपालको फेरि प्रोसेस नै यति छ कि कानुनी प्रोसेस होइन यहाँबाट यहाँ जा यहाँबाट त्यहाँ गएर त्यो रिप्लाई आउँदै त्यो तपाईँको पैसा जुन चाहिँ कारोबार गरे हुन्छ स्क्याम गरे हुन्छ त्यो मल्टिपल च्यानलबाट कहाँ पुगिसकेको हुन्छ क्या त्यो ट्र्याक गर्नै गाह्रो हुन्छ कतिपय ठाउँमा झिकिसकेको हुन्छ कतिपय बाहिर क्रिप्टोतिर कता इन्भेस्टमेन्ट भइसकेको हुन्छ होइन सो त्यस्ता भिक्टिम यस्तोमा फसियो भने चाहिँ फेरि त्यो पैसा रिटर्न पाउन चाहिँ एकदम धेरै गाह्रो छ अहिले नै हामीसँग नै एउटा भएको थियो हाम्रो चाहिँ इन्भेस्टमेन्ट गुरुको चाहिँ छुट्टै च्यानल बनाएर अनि के गर्नुहुन्थ्यो भने हाम्रो फलोवर्सलाई मेसेज गर्नुहुन्थ्यो कि हामी एउटा यस्तो सर्भिस लिएर आउँदैछौँ यसको लागि 5,000 रुपियाँ दिनुहोस् तपाईँलाई चाहिँ हामी यसरी बाई सेल दिन्छौँ यो दिन्छौँ त्यो दिन्छौँ भन्दै यति धेरै मान्छेलाई पठाउनु भएको थियो सो त्यो पनि एउटा टाइप अफ स्क्याम त भयो नि एकदम धेरै छ क्या अनलाइन स्क्यामहरू नेपालमा त तपाईँको त्यो टिकटकतिर हेर्ने भने त पेज बनाएर टिकटक एकाउन्ट बनाएर होइन त्यहाँ भिडियोहरू हाल्दा यति डेलिभरीको लागि एडभान्स पेमेन्ट भनेर त्यो त खुल्ले आम भइरहेछ क्या मान्छेले अब लाखभन्दा कम भयो भने चाहिँ प्रहरी कहाँ पुग्ने सम्भावना एकदम कम हुन्छ 50-60 हजार भयो भने चाहिँ मान्छेले लुकाएरै राख्छन् अब कतिपय केसमा त श्रीमानले विदेशबाट पठायो हुन्छ पैसा होइन उहाँहरूको खातामा हुन्छ अब त्यो कसलाई भन्ने गएर बाहिर आयो भने झन् यसरी उडायो यता गयो भन्ने हुन्छ भन्ने डरले बरु यति पैसा त हो केही भनौँला भन्ने हिसाबले त्यो लुकाएर दबाएर नै राख्नुहुन्छ क्या त्यस्तो इस्युहरू एकदम धेरै यो अहिले त टिकटकमा सबभन्दा धेरै भइरहेछ जस्तो लाग्छ अनलाइन त्यो विभिन्न पेजहरू बनायो त्यहाँ विभिन्न सपिङको नाममा होइन मान्छेसँग एडभान्स पेमेन्ट भन्यो अहिले मैले जुन भनेको थिएँ नि हजुरलाई त क्युआर स्क्यानवाला पनि त्यस्तै रिलेटेड थियो क्या टिकटकबाट सामान के अर्डर गर्यो अनि पेमेन्ट गर्यो एडभान्स पेमेन्ट भनेर एडभान्स पेमेन्ट आएन भन्छ उसले उताबाट अनि स्क्यानहरू के अरे क्युआर थै तपाईँको स्क्रिनसट पठाउनु भन्छ पैसा हेर्छ अनि त्यहाँ चाहिँ तपाईँले यो क्युआर स्क्यान गर्नु भनेर अर्को पठाउँछ त्यो पुरै म्यानिपुलेटै गरेर गर्छन् क्या उनीहरूले तपाईँलाई फिल हुँदैन कि तपाईँलाई थाहा छ यो क्युआर स्क्यान गर्दा पैसा जान्छ भन्ने थाहा छ तर तपाईँलाई यति त्यो कन्भर्सेसन गर्दा यति घुमाउँछन् कि तपाईँले स्क्यान गरेर पुरै फिङ्गरप्रिन्ट हालेर पिन हालेर चाहिँ पैसा पठाइदिनुहुन्छ अनि बल्ल ओहो मैले त पैसा पठाएँ भन्ने फिल हुन्छ क्या एकदम पढे लेखेका मान्छेहरू त्यस्तो कुरामा फसिरहेछन् क्या अहिले सबभन्दा ठुलो त्यही नै छ अनि फेरि हाम्रो पनि कस्तो छ भनेर नराम्रो एक त त्यो छँदैछ त्यो लिङ्कहरू पठाउनेदेखि लिएर डिफ्रेन्ट वे छ अनि हाम्रो मैले बुझेअनुसार सायद यो होला नहोला होइन कि कस्तो हुन्छ भन्दाखेरि हामी ब्याङ्कमा एउटा जिमेल आइडी पासवर्ड राख्छौँ र त्यही जिमेल आइडी पासवर्ड भनेको हामी जहाँ पनि राख्छौँ त्यो चाहिँ एकदम ठुलो इस्यु हो होइन अब कतिपयले अब त्यो फेरि गाह्रो पनि छ क्या अब मैले चाहिँ यही कुरालाई ट्याकल गर्न मेरो पनि पहिला अलिअलि बानी थियो जस्तो होइन अहिले चाहिँ मैले सामसङ हिसाबले सामसङको पास भन्ने छ होइन अलिकति ट्रस्टेडै लाग्छ अब सामसङको आफ्नै भइसकेपछि मैले चाहिँ त्यहाँ युज गर्छु होइन मान्छेलाई मल्टिपल अब उसको जिमेलको एउटा होइन सँगसँगै यता के अरे फेसबुकको एउटा अर्को के मोबाइल ब्याङ्किङको अर्को होइन त्यो सबै कतिवटाको पासवर्ड सम्झिनु जस्तो पनि लाग्छ होला अनि यस्तो अवस्थामा चाहिँ त्यही हो विभिन्न यो पासवर्ड म्यानेजर अब अरू युज गर्न सक्यो होइन तिनीहरूको लागि चाहिँ त्यसरी चाहिँ म्यानेज गर्नुपर्छ मल्टिपल पासवर्ड एउटै पासवर्ड मल्टिपल उसमा राख्दा चाहिँ एकदम ठुलो रिस्क नै हो त्यो चाहिँ त्यसरी चाहिँ आफूले गर्न सक्यो तर स्क्यामबाट चाहिँ बस्नु चाहिँ पर्यो स्क्यामबाट बस्नु पर्यो सबभन्दा किन भन्दा त्यो भनेको तपाईँको जिन्दगीमा नलागे झट्का लाग्छ क्या त्यो सो कसैले एक भनौँ न 1 महिना लागेको पैसा केही गरी गयो भने त कति दुःख लाग्छ होइन आफ्नो रियल परिश्रम परेको हुन्छ नि कसैलाई लुटेर दुःख दिएर कमा हुँदैन हार्डवर्क गरेर कमा हुन्छ कसैले 5 वर्ष लागेर कमाएछ भने त सोच्नु त जिन्दगीमा कति बुढेसकालको सहारादेखि लिएर अथवा घर बनाउँछु के गर्छु छोराछोरीको पढाउँछु भनेर राखेको पैसा त्यसरी एउटा उसमा उड्यो भने त कति दुःख लाग्छ भेरी ब्याड धेरै त्यो भन्न पनि यति दुःखदायी हुन्छ त्यो पीडा हुन्छ अब ब्याक टु तपाईँको फेरि कन्टेन्टमै जाउँ होइन जस्तै तपाईँले चाहिँ टेक रिलेटेड बनाउँदा तपाईँको डिफ्रेन्ट आफ्नो निड्स होइन तपाईँ अब अहिले हेर्नुहुन्छ भने मान्छेहरू तपाईँले नै भनेर कमेडी भिडियोज बढी हेर्छन् मान्छे त्यो अब मुभिजहरू के त डबिङ गरेका मान्छेहरू बढी हेर्छन् इङ्गेजिङ भयो त्यो बढी हेर्छन् वाइ यु चुज टेक नै
एउटा त तपाईँको ब्याकग्राउन्ड भएर होला, सेकेन्ड चाहिँ केही कुरा? टेक चुज गर्नुको कारण मलाई चाहिँ सायद त हुन्न थियो होला। मैले यो खास गेमिङको गर्न थाले पछाडि चाहिँ मेरो एकदम राम्रो इन्ट्रेस्ट भयो क्या टेकमा। यो कसरी सेटिङ्स कसरी काम गर्छ, यो सेटिङ्स हाल्दा के गर्छ, रिफ्रेस रेटले के गर्छ होइन, एफपिएस भनेको के हो होइन, यो कुरामा एकदम इन्ट्रेस्टिङ भयो। त्यस पछाडि आफू अब म पढाइ पनि टेकतिर गरियो, अनि फेरि गएर के टेक मिडियामै गएर काम गरियो होइन। अनि त्यो हुँदाखेरि चाहिँ यो यस्तो हुँदो रहेछ कि अब यो भनौँ न तपाईँ जता धेरै आफ्नो टाइम लगानी गर्नुहुन्छ त्यति धेरै इन्ट्रेस्ट हुन्छ भने जस्तै भयो क्या। अब मैले अब ब्याचलर पढ्दा पढ्दै म कतै आइटी कम्पनीमा गएर कोड गर्न थाले भए म अहिले खतरा प्रोग्रामर हुन्थेँ होला, अथवा त्यही फिल्डको भिडियो बनाइरहेको पनि हुन्थेँ होला। अब त म त्यो फिल्डमा मेरो केही इयर नै इन्भेस्ट गरिसक्दाखेरि चाहिँ मलाई त्यहीतिर नै धेरै इन्ट्रेस्ट भयो जस्तो लाग्छ क्या। भनेपछि तपाईँको आफ्नो पछाडि ब्याकग्राउन्ड भनेको हरेक डटले तपाईँलाई टेकमै डटले त्यो विभिन्न डट कनेक्ट हुँदा हुँदै इन्ट्रेस्ट यो दिमाग सबै टेककै बारेमा धेरै उ गर्ने भयो क्या। अब टेक भनेर म फेरि त्यो हार्डकोर टेकमा चाहिँ छैन होइन। अब कतिजनाले बनाउनुहुन्छ कोडिङ प्रोग्रामिङ होइन, उहाँहरूको एउटा डिफ्रेन्ट अडियन्स छ। अब म चाहिँ जेनरल भन्नुपर्दा कन्ज्युमर टेक भनौँ न एउटा हिसाबले, मान्छेलाई के चाहिन्छ डेली लाइफमा। अब म एज यो के अरे स्मार्टफोन युजर मलाई चाहिँ के कुराले हेल्प गरिरहेछ, अथवा अरूलाई के कुराले हेल्प गर्न सक्छ, अथवा कुनै केही प्रोडक्ट आयो भने त्यसलाई कसरी युज गर्ने होइन, त्यो लेभलमा चाहिँ भनौँ न त्यो गरिरहेको हुन्छु। अब त्यो कोडिङ प्रोग्रामिङ होइन, अरू एआई, अब त्यसपछि अरू त्यतातिर चाहिँ गएको छैन। जस्तै कुनै स्मार्टफोनको कुनै एउटा यस्तो ट्रिक छ या कुनै ह्याक छ जुन चाहिँ हामीलाई चाहिँ डेली युजमा काम लाग्छ, जुन हामीलाई थाहा छैन, त्यस्तो कुनै तपाईँको हिसाबमा? मैले आफ्नो भर्खरै आफ्नो फोनमा चाहिँ एक्सप्लोर गरिरहेको थिएँ। यो स्यामसङको मोड्स एन्ड रुटिन भन्ने चाहिँ फिचर रहेछ छ होइन, त्यो पहिला थियो मैले इग्नोर गरिरहेको थिएँ क्या। अनि त्यो फिचर चाहिँ एकदम इन्ट्रेस्टिङ लागेको छ मलाई होइन। अरू फिचरहरू पनि टन्नै छन्, विभिन्न कुराहरू छन्। अब यासको कुराहरू छ, मान्छेको लाइफ बचाउन सक्छ होइन, त्यो यस्तो फिचरहरू चाहिँ इनेबल गर्नुपर्छ जस्तो लाग्छ यासको फिचरहरू। अनि नोटिफिकेसन हिस्ट्री भन्ने छ, त्यहाँ चाहिँ अब कसैले मेसेज पठाएर अनसेन्ड गर्यो भने होइन, त्यो हिस्ट्रीहरू चाहिँ त्यहाँ आएर बसिरहेको हुन्छ। वाट्सएपमा कसैले मेसेज गर्यो तपाईँको फोन अनलाइन नै छ, तपाईँको नोटिफिकेसन आयो, तर पछि मान्छेले हटायो भने त्यो हिस्ट्रीमा हेर्न सकिन्छ। अनि त्यो मोड्स एन्ड रुटिन भन्नेबाट चाहिँ के काम टन्नै काम गर्न सकिन्छ क्या। अहिले चाहिँ मैले त्यो इनेबल गरेको छु। त्यो चाहिँ कस्तो भन्दा तपाईँले म्यानुअली गर्नुपर्ने काम अटोमेटिक हुन्छ क्या। भनेको मतलब यस्तो कुरा हुँदा चाहिँ यो एक्सन लिनु पऱ्यो भन्ने खालको छ क्या। जस्तो फोनको ब्याट्री चाहिँ मेरो सपोज गरौँ न 25% भन्दा कम आयो भने चाहिँ अटोमेटिक ब्याट्री सेभर मोडमा जानु पऱ्यो, ब्राइटनेस घटेर यति % आउनु पऱ्यो, जस्तो 25% होला होइन। अनि यो एप्लिकेसनहरू चाहिँ नचल्ने हुनु पऱ्यो, यो चल्नु भएन। अथवा म बिहान उठेर मेरो यो टाइम चाहिँ एकदम प्रोडक्टिभ टाइम हो, 6 बजेदेखि 10 बजीसम्मको चाहिँ मेरो यो बेलामा मेरो फोनमा चाहिँ रिङटोन बज्नु भएन, अलार्महरू सब बन्द होइन, कुनै उसको नोटिफिकेसन पनि नआओस्, त्यो टाइम चाहिँ म एकदम इन्भेस्ट गर्छु भने त्यो पनि तपाईँले म्यानुअली डेली रूपमा गइरहनु परेन क्या। त्यहाँ मोड्स एन्ड रुटिन भन्ने त्यो फिचरलाई चाहिँ युज गरेर आफैले अटोमेटिक त्यो चाहिँ हुने बनाउन मिल्छ होइन। त्यो चाहिँ म एक्सप्लोर गर्दैछु, त्यो चाहिँ मलाई इन्ट्रेस्टिङ लागेको छ। अहिले चाहिँ अब फिचर्स त टन्नै छन्। जस्तै अब कस्तो भन्दाखेरि कोही नयाँ क्रिएटर आउँदैछन्, मलाई चाहिँ कन्टेन्ट क्रिएसनमै आउनु छ, निच फाइन्ड गर्नु पऱ्यो भने चाहिँ म चाहिँ यस केमा चाहिँ बनाऊँ भन्ने हुन्छ नि त। अब कन्टेन्ट त बनाउनु छ, केमा चाहिँ बनाउने, तपाईँ कसरी चाहिँ त्यो निच सेलेक्ट गर्नलाई चाहिँ तपाईँले त्यो कसरी चाहिँ सेलेक्ट गर्ने, जसले चाहिँ भोलिको दिनमा त्यो भिडियोजहरू पनि अब सक्यो अब चाहिँ केमा बनाउने जस्तो चाहिँ नहोस् होइन, र कुन चाहिँमा गर्दा बेटर रिजल्ट आउन सक्ला र अलिकति क्विकमा आउन सक्ला तपाईँको हिसाबले? पहिला चाहिँ ऱ्यान्डम ट्राई गर्ने जस्तो नै लाग्छ मलाई। अब कसैलाई आइडिया नै छैन केमा गर्ने भन्ने हो भने कति मान्छेहरूको चाहिँ इन्ट्रेस्ट हुन्छ सुरुमै, उहाँहरूलाई चाहिँ सजिलो हुन्छ। जस्तो कतिजनाले अहिले एडिटिङ रिलेटेड कन्टेन्टहरू पनि बनाइरहनु भएको हुन्छ होइन, उहाँहरूलाई त्यसमा इन्ट्रेस्ट छ, उहाँहरूले त एकदम छिटो गरिहाल्नु। जसलाई चाहिँ थाहा नै छैन भने चाहिँ उहाँहरूले अलिकति सुरुमा ऱ्यान्डम कन्टेन्ट ट्राई गर्दा होला, 1-1.5 महिना 2-3 महिना लाइक हाल्ने, डिफ्रेन्ट कन्टेन्ट हाल्ने, कहिले आफ्नो जर्नी हाल्ने होइन, कहिले कुनै टेक भिडियो हाल्ने। त्यो बेलामा तपाईँलाई जज गर्ने कोही पनि हुँदैन क्या। सबभन्दा राम्रो कुरा भनेको तपाईँ स्टार्ट गर्दै हुनुहुन्छ होइन, अडियन्सहरू पनि त्यस्तो तपाईँसँग प्रोफेसनल त्यति मजाले कनेक्ट हुँदैनन् त्यति बेलामा, बिस्तारै होलान् होइन। त त्यो बेला तपाईँ भनेको आफूले त्यो एक्सपेरिमेन्टल गर्न तपाईँलाई छुट हुन्छ। अनि त्यो गर्दै जाँदा चाहिँ अलिकति तपाईँलाई फिल हुनसक्छ त्यो बेलामा चाहिँ, त्यो प्रोसेसमा चाहिँ तपाईँले टेकको बनाउँदाखेरि चाहिँ धेरै इन्जोय गरिरहनु भएको छ कि होइन, अथवा आफ्नो डेली लाइफको देखाउँदाखेरि तपाईँलाई मजा आइरहेछ कि
होइन त्यो फिगर आउट चाहिँ गर्न सकिन्छ जस्तो लाग्छ। अनि अलिकति अब आफ्नो एजुकेसनल ब्याकग्राउन्ड कता छ होइन, कुन फिल्डतिर चाहिँ यो फिल्डमा चाहिँ म पछि पनि एक्सप्लोर गर्न सक्छु, अथवा मलाई यो फिल्डमा चाहिँ लाइफ टाइम एक्सप्लोर गर्दा नि रमाइलो लागिरहन्छ जस्तो त्यो पनि फिल होला होइन। त्यसरी चाहिँ निस चुज गर्न सकिन्छ जस्तो लाग्छ। अनि पछि बिस्तारै आफू एउटा त्यो निस चुज भइसकेपछि पुरानो भिडियो प्राइभेट गर्न नि सक्यो, हटाउन नि सक्यो होइन। म राख्छु, मेरो पहिला यसरी स्टार्ट गरेको थिएँ भनेर भन्न पनि सक्नु चाहनुहुन्छ भने त्यो राख्न पनि सक्यो, त्यो यस्तो इस्यु भएन क्या। भनेपछि त्यसको लागि चाहिँ पहिला आफूलाई त्यो ट्रायल मेथडमै जानु पर्छ, कुनमा चाहिँ चल्छ र यसमा कुनमा चाहिँ म लङ टाइममा चाहिँ एउटा सर्भाइभ भएर म यसलाई चाहिँ बढाउन एक्सप्लोर गर्न सक्छु जस्तो लाग्छ भने त्यसलाई क्रिएट गर्न मिल्यो। कुनै पनि भनौँ न अहिलेको युथ छन् होइन, उहाँहरूलाई चाहिँ कुनै पनि फिल्डमा अरू कन्टेन्ट क्रिएसनको फिल्डमा चाहिँ लाग्नु पऱ्यो, आफ्नो फिल्डमा चाहिँ अलिकति एकदमै राम्रो गर्नु छ भने कुन चाहिँ स्किल तपाईँलाई लाग्छ त्यो चाहिँ हुनै पर्छ त्यो एउटा त्यो युथमा? स्टोरी टेलिङ जस्तो लाग्छ, स्टोरी टेलिङ सबभन्दा बेस्ट चाहिँ होइन। त्यो भयो भने तपाईँले कन्टेन्ट बिकाउन सक्नुहुन्छ क्या। एडिटिङ स्किल पनि खतरा चाहिँदैन तपाईँसँग। स्टोरी भनौँ न कतिजनाको कन्टेन्ट म आफै युट्युबमा इन्डियाको म एकजना फलो गरिरहेको थिएँ, सायद त्यो क्रिएटरको नाम ठ्याक्कै बिर्सेँ, त इन्डियाको के राजपूत, नीतिश राजपूत होइन। उहाँको अहिले त छ, पहिला अलिकति मैले कुनै भिडियोहरू हेर्दा उहाँकोमा त्यस्तो एडिटिङ हुँदैन थियो क्या। उहाँको पुरै स्टोरी टेलिङ स्टाइलमा भनौँ त अझै पनि कति इन्डियन क्रिएटरहरू हुन्छ जसलाई चाहिँ म जस्ट स्टोरी टेलिङको लागि पनि सुनिरहेको हुन्छु क्या। स्टोरी टेलिङ भयो भने चाहिँ एकदम इङ्गेजिङ कन्टेन्ट बनाउन सकिन्छ, तपाईँले हुक गरेर राख्न सक्नुहुन्छ। मैले आफैले काम गरेको एकजना दाइ अहिले अमेरिकामा हुनुहुन्छ, सुभाष कार्की भन्ने दाइ हुनुहुन्छ होइन। दाइको स्टोरी टेलिङ पहिला दाइले हुन त बिबिसीतिर नि गर्नुभएको रहेछ, खत्रै लाग्छ क्या दाइको। दाइको केही गर्नु पर्दैन, दाइले कुनै इस्युमा बोलिरहनु भएको छ भने क्यामेरा अगाडि राखेर यसरी बोलिरहनु भएको छ भने मान्छेले पुरै सुनिदिन्छन् क्या। हो त्यो लेभलको चाहिँ स्टोरी टेलिङ हुनु पऱ्यो। त्यो लेभलको नहोला, बिस्तारै डेभलप हुँदै जाला, तर स्टोरी टेलिङमा चाहिँ सबभन्दा पहिला काम गर्नुपर्छ जस्तो लाग्छ। अनि त्यसपछि भनेको रिसर्च त चाहियो नि, तपाईँले त्यो केही कन्सेप्ट बनाउन रिसर्च नभए त हुँदै भएन। त्यसपछि एडिटिङ भनेको चाहिँ त्यति धेरै टाइम दिनु पर्दैन जस्तो लाग्छ। म पहिला आफैले प्र्याक्टिस गर्दा पनि अथवा आफैले स्टार्ट गर्दा पनि मलाई धेरै कन्टेन्ट हाल्नु छ भने म एडिटिङमा काम धेरै गर्दिनँ थिएँ, छिटो कसरी गर्ने भन्ने लाग्थ्यो क्या। एडिटिङ भनेको चाहिँ तपाईँको एउटा लेभल बनिसकेपछि अब चाहिँ होइन प्रोफेसनली जानुपर्छ, अलिक खत्रै बनाउनु पऱ्यो क्वालिटी भन्ने टाइम आएपछि चाहिँ बेटर फोकस गर्दा दामी होला। अहिले कतिजना क्रिएटरहरू छन् जो एकदम र एडिटिङ गरेर राम्रो गइरहनु भएको छ होइन इन्डस्ट्रीमा। सो एडिटिङलाई चाहिँ पहिला त्यति प्रायोरिटीमा नराख्नुहोस्, स्टोरी टेलिङमा चाहिँ स्किल्समा काम गर्नुहोस्। म पनि काम गरिरहेको छु, म नि पर्फेक्ट भएको छैन त्यो कुरामा। एकदम यो चाहिँ लाइफ लङ लर्निङ भने जस्तै तपाईँ सिक्दै जाने, गर्दै जाने, इम्प्रुभ गर्दै जाने होइन, यो कुराहरू चाहिँ। सो त्यही नै हो। अब स्टोरी टेलिङ सिक्नु पऱ्यो भने चाहिँ मान्छेले चाहिँ कताबाट सिक्न सकिएला त, कसरी सिक्न सकिएला? युट्युबमा भिडियोहरू छ होइन, एकदम राम्रो। मैले पनि एउटा दुईवटा चाहिँ हेरेको थिएँ, धेरै चाहिँ इफ बटहरू धेरै युज गर्ने, अब नेपालीमा भन्नुपर्दा तर होइन यस्तो वर्डहरू अलिकति बढी गर्ने, सकेसम्म सस्पेन्स कायम राख्ने। जस्तो तपाईँले मैले यहाँ एउटा कुरा पोडकास्टको बारेमा बोल्दै यसरी बोलिरहँदाखेरि मैले ठ्याक्कै गएर राजनीतिको बारेमा फ्याट्ट बोलिदिउँला होइन, भनौँ न त्यसरी बोलेँ भने चाहिँ त्यो अडियन्सले एक्सपेक्ट नै नगरे स्विच भयो नि त। अथवा म अहिले यहाँ यसरी टेकको बारेमा गइरहेको छु, मैले त्यो फाइनेन्सको बारेमा ज्ञान दिन थालेँ भने त्यो अनएक्सपेक्टेड भयो नि त एकैचोटि होइन। अब त्यो चाहिँ सानो कन्टेक्स्टमा चाहिँ स्विच गर्न सकिन्छ जस्तो लाग्छ। अब म यो कुरा म पनि फिगर आउट गरिरहेको छु, म नि धेरै भिडियोहरू हेर्छु होइन कसरी के गर्ने भनेर। सो इम्प्लिमेन्ट गर्न चाहिँ बिस्तारै सानो स्टेपमा चाहिँ गर्दै जाने हो। सस्पेन्सहरू चाहिँ कायम राख्नु पऱ्यो होइन, अडियन्सलाई रिलेटेबल स्टोरी बताउनु पऱ्यो। जस्तो अब बाहिरको कुनै टेकको बारेमा छ भने पनि नेपाली कन्टेक्स्टमा जोडेर मान्छेलाई आफ्नोपन फिल गराएर त्यसरी स्टोरीहरू दिन सक्यो भने चाहिँ बेटर, भनौँ न रिलेटेबल नै लाग्नु पऱ्यो, बोरिङ पनि हुनु भएन। त्यो डिफ्रेन्ट धेरै टेक्निकहरू छन्, त्यो सस्पेन्सै हुनु पऱ्यो। अब यसपछि सस्पेन्स पनि हुनु पऱ्यो, वाट नेक्स्ट अडियन्सले गेस गर्न नसकोस् क्या, हिरोइनलाई चाहिँ सस्पेन्सै लागोस्। मैले जस्तो एउटा मुभी हेरेको थिएँ होइन, म चाहिँ अहिले फेरि दिमाग नै यस्तै स्टोरी टेलिङतिर अथवा सर्टहरूतिर धेरै गइरहेको हुन्छ। एउटा मुभी थियो, नाम बिर्सेँ, साउथ इन्डियन मुभी होइन। मलाई त्यो धेरै पछि सायद मैले 6 महिनापछि हेरेको मुभी होला।
मैले हेरेको थिएँ त्यो मुभी तर यस्तो सस्पेन्स थियो कि हरेक सिनमा क्या तपाईँले त्यो गेस नै गर्न नसक्ने एउटा पोइन्टबाट अर्को पोइन्टमा जाँदा नि सस्पेन्स होइन त्यो मुभी पुरै सस्पेन्सले भरिएको थियो क्या अनि हो स्टोरी टेलिङ हो त्यहाँ काम गर्ने कति क्रिएटिभ माइन्ड कति वर्ष इन्भेस्ट गरेका मान्छेहरू होला होइन तर यति इङ्गेजिङ बनाउँथ्यो त्यसले फुल क्या सस्पेन्सवाला मुभी थियो क्या त्योबाट चाहिँ म चाहिँ पुरै त्यो मुभी त हेरिरहेको थिएँ त्यो सँगसँगै म चाहिँ स्टोरी टेलिङ चाहिँ यसमा सर्ट कस्तो छ भन्दै म चाहिँ त्यसरी लिइरहेको हुन्छु कि म्याक्सिमम् कुराहरू यसरी चाहिँ अडियन्सलाई बाँध्न सकिन्छ भन्ने कुराहरू चाहिँ अब त्यो मुभीकै ल्याएर ठ्याक्कै मेरो टेकमा त हाल्न नमिल्ला होइन तैपनि त्यो आइडियाहरू चाहिँ के चाहिँ बिस्तारै इम्प्लिमेन्ट गर्न सकिन्छ कि भन्ने तपाईँ जुन ब्याकग्राउन्डबाट हुनुहुन्छ जुन फिल्डमा तपाईँले कन्टेन्ट बनाउनुहुन्छ नेपालको कुनै एउटा क्रिएटर जसलाई चाहिँ आफ्नो फिल्डबाट तपाईँले बढी सुन्नुहुन्छ और इन्डियाको चाहिँ एउटा अब हाम्रो छिमेक मुलुक इन्डियाकै जसलाई चाहिँ बढी फलो गर्नुहुन्छ दुईजना कुन चाहिँ क्रिएटर होला त इन्डियाको एकजना थिए होइन मैले रिसेन्टली सर्च गरिरहेको छु उहाँलाई एकजनाको थियो क्या टेक गर्नुहुन्थ्यो तर उहाँको स्टोरी टेलिङ होइन पपुलर अलिकति पपुलर हुनु लाइमलाइट भन्दा अलिक पछाडि नै हुनुहुन्थ्यो होइन मैले एउटा दुईवटा भिडियो हेरेको थिएँ उहाँको मलाई एकदम इन्ट्रेस्टिङ लागेको थियो मैले सायद त्यो 1-1.5 वर्ष अगाडि हेरेको थिएँ मैले नोटिसमै राखेको छु अब मेरो चाहिँ कस्तो छ भन्दा मैले मेरो चाहिँ जिमेल मल्टिपल छ क्या त्यो डिफ्रेन्ट कामको लागि अब कहिले त्यो गर्दाखेरि अनि त्यो कुनबाट कताबाट सब्सक्राइब गरेको थिएँ होला जस्तो लाग्छ मैले फिगर आउट गरिरहेको छु तर उहाँको चाहिँ कस्तो थियो भन्दाखेरि ग्याजेट्सकै रिभ्यू भए पनि उहाँले चाहिँ डिफ्रेन्ट सिचुएसनमा क्या डिफ्रेन्ट ठाउँमा गएर अलिकति स्टोरी टेलिङ हुन्छ नि लाइक थोरै डकुमेन्ट्री स्टाइलमै हो त्यसरी गर्नुहुन्थ्यो क्या युनिक खालको थियो एकजना इन्डियाको चाहिँ होइन मलाई अरू त अब जो अलिकति अगाडि हुनुहुन्छ उहाँहरूको त त्यति ठुलो फ्यान छैन होइन उहाँहरू अब हेर्न त हेर्छु म भिडियोहरू ट्रेन्ड के चलिरहेछ के छ भनेर तैपनि त्यो खत्रै यो मान्छेले खत्रै गरे है भन्ने चाहिँ फिल हुने चाहिँ छैन केही अगाडि टेक बर्नर अलिकति ह्युमरहरू मिलाएर अलिकति होइन टेकमा त्यसरी गर्दाखेरि थोरै केही उ लाग्थ्यो होला अलि अगाडि नेपालमा चाहिँ टेकमा गरिरहेको भनेको अहिले चाहिँ असुन दाइले गरिरहनु भएको छ क्यारे हाम्रो अनलक एआई भन्ने दाइको राम्रो छ दाइको नि हेरिरहेको हुन्छु म अनि अरू चाहिँ खत्रै नेपालमा गइरहेको छैन कोही नै छैन नेपालमा चाहिँ त्यही त धेरै जसो समस्या भनेको चाहिँ अलिकति जेन्युन रिभ्यूहरू दिने मान्छेहरू चाहिँ कम नै छन् जस्तो लाग्छ क्या प्लेटफर्महरू टेकको ग्याजेट्सहरूको बारेमा मार्केट नै सानो छ फेरि ब्रान्डसँग झगडा गरेर रिस्क लिएर ब्रान्डको बारेमा नराम्रो भनेर होइन जे भयो नि मार्केटमा नराम्रो बन्नु पनि छैन होला होइन त्यो हिसाबले त्यो चाहिँ अलिक कमै छ स्कोप छ यो कुरामा कोही आएर गर्न सक्छ भने अब त्यो चाहिँ राम्रै म्यानेज गरेर फाइनेन्स ब्याकमा सपोर्ट चाहिँ राम्रै म्यानेज गरेर आउनुपर्छ जस्तो लाग्छ अब तपाईँसँग त धेरै नै कुरा गर्न अझै पनि बाँकी थियो अब टाइमको लिमिटेसनले गर्दाखेरि फेरि हामी चाहिँ अर्को नेक्स्ट कुनै पोडकास्टमा अरू कुरा गरौँला अब जाँदै तपाईँले कुनै नयाँ भाइ बहिनीहरू यो फिल्ममा आउँछु भन्ने चाहनुहुन्छ अरू कोही चाहिँ यही फिल्ममा एक लेभलमा गएर स्टक भइसक्नु भएको छ अब चाहिँ वाट नेक्स्ट के गरौँ त्यस्तो कोही हुनुहुन्छ भने उहाँहरूले तपाईँको आफ्नो एक्सपिरियन्समा तपाईँहरूले चाहिँ उहाँलाई के सजेसन दिनुहुन्छ टेकमा नै गइरहनु टेकमै तपाईँकै आफ्नो फिल्ममा टेकमा चाहिँ डिफ्रेन्ट कुराहरू एक्सप्लोर गर्ने हो एउटा अब कोही मान्छे अलरेडी गरेर एउटा लेभलमा पुगिसकेको छ भने उसले नयाँ केही ट्राई गर्न सक्यो जस्तो अहिले मैले धेरैजनालाई देखिरहेको छु उहाँहरूको निस एउटा फाइनेन्सबाट सुरु गर्नुभएको थियो भने बिस्तारै टेकतिर आउँदै हुनुहुन्छ होइन इन्ट्रेस्टिङ हुन्छ नि त त्यो जर्नी एउटा सधैँ फाइनेन्सको बारेमा कुरा गर्ने मान्छेले एक दिन टेकको बारेमा होइन अलरेडी इस्टाब्लिस छ भने अथवा केही बारेमा कुरा गऱ्यो भने त इन्ट्रेस्टिङ हुन्छ नि त सो हल्का स्विच गर्न त्यसरी स्विच गर्न सकिन्छ जो चाहिँ अलरेडी इस्टाब्लिस हुनुहुन्छ र अलिकति बोरिङ लागेछ खत्रै स्विच गर्ने चाहिँ होइन टेकको बारेमा गरे भोलिपल्ट पोलिटिक्स बारेमा गर्न थाल्यो भने त त्यो खत्तमै भइहाल्यो होइन तर अलिकति जस्तो टेकको गरेर फिनटेक होइन त्यहाँ जोड्न सकियो अथवा अरू कुराहरू जस्तो कन्ज्युमर टेक होला कसैले स्टुडेन्ट एआईहरूको मात्र कुरा गरिरहेछ भने त्यसरी जोड्न सक्यो अब जो नयाँ आउँदै हुनुहुन्छ उहाँहरूले त अब सुरुमा एक्सप्लोरै गर्ने हो कुन कन्टेन्टहरू चाहिँ अनलिमिटेड छन् कहिलेकाहीँ चाहिँ फिल हुन्छ लाइफमा स्टक भएको जस्तो होइन कन्टेन्टको कमी भए जस्तो मलाई नै फिल हुन्छ म केही दिन अरू कन्टेन्टमा अरू काममा प्रोडक्सनको काममा अलिक बिजी भएँ मैले कन्टेन्टमा काम दिन पाइनँ यतातिर केही टाइम नै दिन पाइनँ भने पनि मलाई नै फिल हुन्छ भोलि के हाल्ने होला भनेर त्यो हरेकलाई फिल हुन्छ जस्तो लाग्छ
म्याक्सिममलाई त, किनकि त्यो हामीले पनि हेरेर अरूलाई हेरेर होइन ट्रेन्ड के छ त्यो सबै कुरा हेरेर अनि के मान्छेले खोजिरहेछ त्यो हेरेर नै कन्टेन्ट बनाउने हो। सो कन्टेन्ट चाहिँ कन्ज्युम गरिराख्नु पऱ्यो। सोसियल मिडिया हामी चाहिँ टाढा यो फोन म चाहिँ चलाउँदिनँ भनेर भन्न सकिँदैन कन्टेन्ट क्रिएसन जो गर्नुहुन्छ अथवा जो चाहिँ यो फिल्डमा हुनुहुन्छ। सो त्यही नै हो, ट्रेन्डहरू हेर्ने, के चलिरहेछ हेर्ने, त्यहाँबाट आइडिया लिने, त्यसमा आफ्नोपन चाहिँ कसरी हालेर बेच्न सकिन्छ, युनिक बनाउन सकिन्छ, अरूलाई डाइरेक्ट फलो गरेर ड्याम्मै लाएर यसले कन्टेन्ट हाल्यो यसलाई चाहिँ म छ्याप्पै कपी गरेर ल्याएर मेरोमा बनाउँछु भन्दा पनि तपाईँले त्यसमा केही अलिकति आफ्नो इनपुट दिएर अलिकति भ्यालुएबल बनाएर हाल्नुभयो भने चाहिँ तपाईँको कन्टेन्ट भयो। जस कन्टेन्ट क्रिएसनमा राम्रो एउटा बनाउन सकिन्छ र भोलिको दिनमा एउटा राम्रो ठाउँमा स्ट्यान्ड आउट चाहिँ गर्न सकिन्छ। अब मलाई आज तपाईँले बोलाउनु भएको छ होइन, जे होइन मैले 1 वर्ष कन्टेन्ट क्रिएसन नगरे भए त म यहाँ पुगिन्थेँ होला अभियसली होइन। अब भोलि म अर्को ठाउँमा जाउँला, अरू कसैले बोलाउला, अर्को ब्रान्डले पत्याउला। सो यो अल्टिमेटली कन्टेन्ट क्रिएसनकै देन हो होइन। अब म त त्यही भन्छु, तपाईँहरूलाई जब नै छोडेर कन्टेन्ट क्रिएसनै गर्छु भनेर चाहिँ नआउनुहोस् होइन। सुरुमा एडभाइस नै त्यही हो, 1 वर्ष ट्रायल गर्नुहोस्, रमाइलो गर्नुहोस्, अलिअलि काम गर्नुहोस् होइन। सकिन्छ भने हप्ता 3टा भिडियो जति हाल्नुहोस्, सर्टबाटै स्टार्ट गर्दा बेटर। लङलाई धेरै टाइम दिनुपर्छ, रिसर्च गर्नुपर्छ होइन। अनि पछि अलिकति एउटा सर्टेन फाइनेन्सियली भए पछाडि चाहिँ तपाईँहरूले पनि फुल टाइम गर्न सक्नुहुन्छ। म चाहिँ अहिले फुल टाइम गर्ने ठाउँमा पुगेको छैन, आई एम स्टिल फिगरिङ आउट के चल्छ के चल्दैन भनेर होइन। सो त्यही नै हो। हाम्रो गणेश सरलाई चाहिँ कनेक्ट गर्नु पऱ्यो भने चाहिँ कताबाट कनेक्ट गर्न सकिन्छ त? मेरो त अब सबै छ, गणेश एक्सटेक भनेर छ होइन। युजर नेम पाइनँ .टेक राख्न लागेको थिएँ, त्यो आजकलले बुक गरिसक्नु भएको रहेछ अनि सकेसम्म एक्सटेक नै राखेको छु। सो त्यही युजर नेममा तपाईँहरूले फेसबुक, टिकटक होइन, इन्स्टाग्राम सँगसँगै हाम्रो युट्युबमा नि छ। सो त्यता कन्ट्याक्ट गर्न सक्यो। सँगसँगै मैले चाहिँ अरू प्लेटफर्महरूमा मेरो पोर्टफोलियोको लिङ्क पनि राखिदिएको छु, आफ्नो यसो काम चला वेबसाइट बनाएर। सो तपाईँहरूले पनि त्यहाँबाट पनि कनेक्ट चाहिँ गर्न सक्नुहुन्छ। जिमेलहरू पनि सबै इमेलहरू पनि त्यहीँ नै लिङ्क छ। ओके, म चाहिँ तपाईँको जति पनि उहाँको कनेक्ट गर्न सक्ने माध्यमहरू चाहिँ हामी डिस्क्रिप्सनमा हालिदिउँला। सो तपाईँले उहाँलाई कनेक्ट गरेर केही सल्लाह सुझाव चाहिन्छ, हि इज रेडी टु हेल्प। आफ्नो जति पनि एक्सपिरियन्सबाट उहाँले राम्रोसँग तपाईँले गाइड गरिदिनुहुन्छ। सो उहाँको कन्टेन्टलाई हेरिदिनु होला, एकदमै राम्रो कन्टेन्टहरू बनाउनुहुन्छ, एकदम भ्यालुएबल कन्टेन्टहरू। र तपाईँसँग अब धेरै टाइम नभएको कारण त्यो थोरै कुरा गर्न पाएँ। नेक्स्ट फेरि कुनै पोडकास्टमा एकदम राम्रोसँग अझै इनडेप्थमा तपाईँलाई त्यसको बारेमा कुरा गरौँ त्योसँग। अनि अर्को कुरा भनेको तपाईँको फ्युचरको लागि एकदमै धेरै बेस्ट विसेस र आफ्टर 10 इयर्स हामीले सरलाई धेरै माथि हेर्न पाऊँ र फेरि हामी तपाईँलाई आफ्नो पोडकास्टमा टाइम एन्ड अगेन बोलाउँदै पाऊँ। त्यसैले भन्दै थ्याङ्क यू फर बिङ हियर। हस्, थ्याङ्क यू होइन, मलाई पनि यो प्लेटफर्म दिनुभयो। अब मैले आजसम्म यसरी पोडकास्ट चाहिँ कहीँ दिएको थिइनँ, अथवा मैले अलिअलि क्वेसन चाहिँ कसैलाई सोधेको थिएँ होला क्यामेरामा यसै गरी उभिएर। सो आज मैले यो प्लेटफर्म पाएँ होइन। यसको लागि हाम्रो समग्र टिमलाई, तपाईँहरूको सबैलाई धन्यवाद। त्यही नै भन्दै आफ्नो अब सबै यहीँ टुङ्ग्यौँ। हस्, थ्याङ्क यू सो मच।